डाक्टर साहब यहाँलाई हार्दिक स्वागत छ। नमस्कार। थ्याङ्क यू। नमस्कार। आराम हुनुहुन्छ? ठिकै छ। कसरी बिताइराख्नुहुन्छ दिनहरू? अहिले चाहिँ छोटो समयलाई राजधानी आएको छु। फेरि जिल्लातिर जानुपर्ने छ। राजनीतिक जीवन सुरु भएको छ भर्खरै भन्दा पनि अब लामो समय भयो हो? होइन, भर्खरै सुरु हो राजनीतिक इलेक्टोरल पोलिटिक्स चाहिँ। हजुर। म छैन। अब तपाईँको चाहिँ नि राजनीति यात्रा सुरु गरेको करिब 2 हप्ताभित्रै। 2 हप्ता होइन, एउटा चाहिँ नि गरिमामय पार्टीको गरिमामय पदमा पनि पुग्नुभयो। त्यो सँगसँगै केही विवादितको कुराहरू पनि आयो। तपाईँहरू चाहिँ बुटोलमा पुगेर एउटा विवाद, एउटा चाहिँ हङ्गामी मचेको प्रकारको विवाद आयो। के भएको थियो बुटोलमा? ठ्याक्कै तपाईँले छातीमा हात राखेर सारा नेपाल? होइन, म ढाट्न त सितिमिति सक्दिनँ। यो राजनीतिमा आएपछि ढाट्नुपर्छ अरे, झुटो बोल्नै सक्नुपर्छ अरे, नेता नबन्दैन भन्छन् होइन। तर मैले अहिलेसम्म नि त्यो कला सिकिसकेको छैन, गर्नु नि हुँदैन। म मूलभूत रूपमा एकाडेमिकै हो। भनेपछि कस्तो भने त्यहाँ चाहिँ राइभल 2टा ग्रुप रहेछन् जसले यो पार्टीमा प्रभुत्व, त्यो क्षेत्रमा प्रभुत्व जमाउन खोजेका। त्यो आफैमा राम्रो त राम्रै हो, तर उनीहरूमा अलिक बढी वैमनस्यता बढी भएछ। र म म गएँ, मलाई त बोलाएँ, निम्तो गरेँ, म एउटा घर गएर बसेँ। त्यो चाहिँ फेरि अर्को पक्षलाई मन नपर्नेको घर रहेछ है। त्यहाँबाट नि उनीहरूले अलिअलि मलाई अन्डरमाइन गरे जस्तो मलाई चाहिँ महसुस भइरहेको थियो। र खास गरी त्यो स्टेजमा चाहिँ जुन भिडियोमा आइसकेको छ, त्यहाँ चाहिँ त्यो आयोजकहरूले जानी हो मलाई डोमिनेट गर्नलाई हो कि या नजानेर हो कि पोलिटिकल कल्चर नजानेर हो कि, किनभने हामी नयाँ पार्टी छौँ, त्यो नजाने पनि हुनसक्छ। उहाँहरूले चाहिँ अब प्रमुख अतिथिलाई सुरुमा बोल्न दिनुभयो, अर्का साम्पाङ सरलाई, र उहाँलाई तुरुन्तै चाहिँ भुइँमा पठाइदिएर स्टेज अगाडि अनि के अरे चाहिँ टिका लाएर मेम्बरसिप लिने, त्यसपछि फोटो खिच्नेमा लगाउनु भयो। अब हाम्रो त भाइरल हुनुहुन्छ उहाँ हाम्रो सर, सबैको ध्यान, आँखा, क्यामेरा त्यतै फोकस। अब म बोल्ने चाहिँ के, फेरि बोलाएँ मलाई। मैले त बोल्दिनँ भनेको थिएँ स्टेजबाट, तर फेरि मेरो नाम अनाउन्स गरियो। त्यसपछि म त के बोलौँ भयो। र म पनि एउटा मान्छे हो र अहिलेसम्म त नयाँ राजनीतिमा नयाँ खेलाडी हो। परिपक्व खेलाडी हुन्थ्यो भने त्यसरी रिसाउँथेन। नयाँ तर माहिर खेलाडी? माहिर होइन, अनि परिपक्व भएको भए म रिसाउनु हुन्थेन, म आक्रोशित भएँ। त्यो मेरो सानो गल्ती भयो। र मैले आफ्नै अध्यक्षलाई पनि स्टप इट, रोक्नुहोस् भन्नु पऱ्यो माथिबाट, होइन। थर्काउनु भयो कि अनुरोध गर्नुभयो तपाईँले? थर्कायो जे भने नि हुन्छ, तर म मेरो आक्रोश बोल्याएको थियो कि अपमान भएको क्या। फेरि कस्तो हुन्छ भने हामी दलितहरूले जन्मनादेखि नै, बच्चादेखि नै जहिले पनि अपमान सहनु पर्ने हुनाले हामीलाई सानो कुराले नै अपमान बोध हुन्छ क्या अरूलाई भन्दा। त्यो पनि होला। त्यसो हुनाले म अलिकति लज्जित छु, किन त्यो आक्रोश अलि अस्वाभाविक थियो। कतिले मलाई भन्छ तपाईँ जस्तो बौद्धिक मान्छे, उपाध्यक्ष मान्छे, त्यस्तो आक्रोश आइहाल्नु हुन्थेन, बरु नबोल्दा नि हुन्थ्यो भन्ने कुरा सही हो। अनि कार्यक्रम पछि पनि तपाईँले समीक्षा गर्न सक्नुहुन्थ्यो, अध्यक्षसँग कुरा गर्न सक्नुहुन्थ्यो, मिटिङमा राख्न सकिन्थ्यो, द्याट इज राइट, त्यो चाहिँ हो। तर पनि मलाई अपमान फिल भएको थियो र त्यो भयो। अनि त्यसले गर्दाखेरि अलि नराम्रो म्यासेज गयो र यो कुरामा चाहिँ अब त्यही हो। अनि फेरि हाम्रो अध्यक्ष पनि फेरि म बोलिसकेपछि तल झर्या पनि हुन्थ्यो, होइन। आयोजकले पनि त्यो सोच्नु पर्थ्यो र हामीबाट गल्ती भएको छ। र यो तपाईँले चाहिँ आयोजकको अपमान गर्नुभयो भन्ने खालको मेरो हिसाबले आयोजकको अपमान चाहिँ एउटा चाहिँ त्यो दुर्व्यवहार गर्नुभयो भन्ने कुरा आयो। हजुर, दुर्व्यवहारको नि म तपाईँबाट फर्स्ट टाइम चाहिँ क्लियर गरिदिन चाहन्छु। म सत्यवादी मान्छे हो। त्यो स्टेजमा चाहिँ सबै कुरो बिग्रिँदै गएपछि र म चाहिँ अब त्यो कसका लागि बोल्ने क्या भाषण, अब सबैको ध्यान यता छ। मान्छे साह्रै धेरै पनि थिएन, 2-3 हजार थियो होला। सबैको ध्यान अर्को साम्पाङमा छ स्टेज अगाडि। म चाहिँ अलिक टाढा हिँडिरहेको कार बसलाई लाई सम्बोधन गर्ने कि वरिपरिका घरलाई सम्बोधन, केलाई सम्बोधन गरेँ मैले, सबैको ध्यान त यता छ भनेपछि त्यहाँ फेरि त्यो एकदमै राजनीति नसिकेका सिधा सादा भाइ बहिनीहरू रहेछन् आयोजकहरूमा पनि, र केही त केन्द्रबाट गएका पनि थिए। र एउटा अलिक चलाक जस्तो र अलिक पढे लेखेको केटो भाइ थियो, उसलाई चाहिँ मैले एफ वर्ड युज गरेको थिएँ क्या, वाट द फक भनेको थिएँ क्या, त्यही भन्नुपर्छ। मैले वाट द फक भनेको थिएँ। र त्यो चाहिँ कसरी तपाईँहरूले बुझ्नुपर्छ, मुखै छाडिदिनु भयो तपाईँले? होइन, वाट द फक के गरे यो भने। अनि त्यसमा चाहिँ तपाईँहरूले के बुझ्नुपर्छ, सबैले बुझ्नुपर्छ नि, यो चाहिँ सामान्य बोली हो क्या, तपाईँलाई थाहा छैन। बालिन साहबले बोल्दा त होइन, बालिन साहब त मुद्दा लागेन नि, त्यो आक्रोश पोख्ने शब्दको रूपमा प्रयोग गरिन्छ क्या त्यसलाई। जस्तै मुर्दार भनेको थियो कि, जस्तै ए मुर्दार भन्यो भने त्यो के हो त भन्दा त मरिहाल, त मरेको मान्छे भने त होइन नि त। तर अङ्ग्रेजीमा त यसको अनर्थ लाग्छ नि त।
लाग्दैन। व्हाट द फक भनेको चाहिँ कस्तो भने जस्तै मान्छेले अनर्थ लगाउनु खोजे लगायो, त्यो भाइलाई पीडा बोध भयो होला, म क्षमा चाहन्छु त्यहाँ चाहिँ। तर यो चाहिँ समग्र के हो भने जस्तो मेरै छोराले, म अङ्ग्रेजीमा बोल्छु क्या अस्ट्रेलियामा, उसले व्हाट द फक ड्याड यार व्हाट आर यु डुइङ भन्छ क्या, त्यस्तो टाइपको हो क्या त्यो। तपाईँले जोकिङले नि भन्न सक्नुहुन्छ या आक्रोशमा पनि यो के गरेको भन्ने हिसाबले चाहिँ त्यो भने हो। उसलाई नै जसरी बालेन शाहले फक यु अमेरिका भनेको थिएँ, उसलाई नामै लिएर फक यु भनेको चाहिँ होइन, व्हाट द फक यार यो के गरे भने क्या त्यो। त्यसरी त्यो शब्दले उहाँलाई पिच गरेर, तर त्यसको ओभरअल मिनिङ हेऱ्यो भने त त्यो कुनै आपत्तिजनक होइन। त्यो पनि फेरि क्या डाक्टर मित्र परिवार त्यति रिसा हो। अरे मान्छे म मान्छे होइन र, अनि फेरि त्यो अन क्यामेरा अवस्था केही होइन क्या, उसलाई मात्रै भने हो क्या त्यही स्टेजमा। त्यो चाहिँ दुर्व्यवहार भनेको त्यति हो, अरू केही पनि होइन। त्यसपछि आएर समस्या भएन? त्यसपछि समस्या भएको थियो। समस्या भन्दा चाहिँ दुर्व्यवहारको कुरा त भएन, तर अध्यक्षज्यूले भन्नुभयो तपाईँले चाहिँ त्यसरी आक्रोश नपोख्नुको सट्टा यहाँ मिटिङमा भने भए हुन्थ्यो भन्नुभयो। मैले सरी, म पनि नयाँ खेलाडी, अनि मबाट त्यो आक्रोशपूर्ण अभिव्यक्ति चाहिँ गलत भयो। अध्यक्षज्यूलाई माफी माग्नुभयो तपाईँले? मैले त्यहाँ त सबैको मुझेल सरी है, तपाईँहरूलाई चोट पुग्यो भने सरी, तर मलाई चाहिँ एकदमै अपमानित फिल भयो र मलाई चाहिँ आउँदादेखि नै सुरुदेखि नै अलिकति यहाँको फ्रिक्सनले गर्दा, यहाँको बेमेलले गर्दा मलाई चाहिँ अलिकति घाममा परेको थिएँ चाहिँ भने मैले। हजुर, अब त्यो भन्दा माफ माग्दै फेरि अध्यक्षज्यूले आफ्नो आएर फेसबुकमा ट्वाक्कै चाहिँ लेखिदिनु भयो, उहाँलाई कारवाही गरिएको छ भन्नुभयो। कस्तो खालको कारवाही, के कारवाही पर्नुभयो तपाईँ? त्यो पनि यस्तो छ, कानुनी निर्माण गरे हो कि बर्खास्त गरे हो कि के हो त? हजुर हो, म आउँछु। कानुनी रूपमा हेऱ्यो भने त्यो मलाई होइन भने होइन, मेरो नाम पनि छैन। उपाध्यक्षलाई भनेको छ, उपाध्यक्ष भने बुटोल नगरको कमिटीको उपाध्यक्ष हो कि, अथवा के अरे प्रदेशको उपाध्यक्ष हो कि, जिल्ला उपाध्यक्ष हो कि, मै हो कि, केन्द्रीय उपाध्यक्ष भने नि त्यहाँ उपाध्यक्ष मात्र हेर्नु मलाई, अनि स्क्रिनमा पनि ल्याइदिनु सक्नुहुन्छ। त्यही माथि कारवाही भनेको छ, तपाईँले भने त कस्तो कारवाही हो, पुरै फाल्ने भने हो कि, निकाल्ने भने हो कि, प्रमोसन नहुने, प्रमोसन हुने त ठाउँ छैन, डिमोसन गरिदिएँ भने त झारिदिएँ भने हो कि, त्यो पनि क्लियर भएन। र पछि मैले बुझ्दाखेरि चाहिँ यो पनि उहाँले चाहिँ यसो त्यहाँको असन्तुष्ट पक्षलाई अलिकति थमथम्याउनलाई चाहिँ त्यो गरे हो, त्यो सिरियस कुरा होइन भन्ने बुझेँ। र अहिले पनि तपाईँ पार्टीको उपाध्यक्ष हुनुहुन्छ हो, किनभने मलाई मौखिक रूपमा वा लिखित रूपमा कुनै पनि पत्राचार छैन, अनि यस विषयमा फेरि छलफल कमिटीमा भएको छैन, यत्तिकै। तर बुटोलमै तपाईँहरूको घम्साघम्सी पऱ्यो भन्ने कुरा, हात हराल भयो भन्ने कुराहरू हाल त्यस्तो त केही होइन, तर हात हलाल पनि मसँग होइन, उनीहरूको आयोजकको बिचमा भयो, म जान्दिनँ होइन, उहाँहरूको कुरा भयो। त्यसो हुनाले अनौपचारिक रूपमा बुझ्दा यो केही पनि होइन, पब्लिक कन्जम्सनलाई हो भन्ने बुझिन्छ अनौपचारिक रूपमा। औपचारिक रूपमा मलाई चाहिँ तँमाथि कारवाही भयो अथवा स्पष्टीकरण लिनुपर्ने भयो भन्ने केही पनि छैन क्या, पत्राचार छैन, मौखिक लिखित केही छैन, त्यसकारण मैले यसलाई सिरियसली लिएको छैन। अनि पत्र आयो भने स्पष्टीकरण बुझाउनुहुन्छ? अफकोर्स, त्यो त पार्टीको नीतिअनुसार उहाँ त्यो विधि विधान अन्तर्गत उहाँले गर्नुभयो भने त मैले त्यो अनुसार गर्नु पऱ्यो होइन। तर अहिलेसम्म त म उपाध्यक्ष नै हो, मैले ममाथि केही एक्सन पनि भएको छैन, र म काममा निरन्तर लागिरहेको छु। म केही दिनमै अब पोखरा गएर अब गण्डकी उठाउने काममा मिसनमा लागिरहेको छु। तर अब बाहिर त गाईगुई गर्न थालिसक्यो, एउटा उपाध्यक्ष पक्राउ परिसक्यो, अर्को उपाध्यक्ष पार्टी छोडेर हिँडिसक्यो, हिँड्ने भयो भन्ने खालको चल्यो, हल्ला चल्यो अलिकति छिमेकतिर। हजुर, अलिकति अशोभनीय भयो, अलिकति नराम्रो भयो। यो पार्टी छोड्न लाग्नु भयो र तपाईँले? कहाँ छु मलाई त साधारण सदस्य मात्र राख्थ्यो भने नि म यसैमा हिँड्छु अभियान। म राजनीतिक बाचा हो तपाईँको? हो, राजनीतिक पहिला जान म सक्दिनँ, यो तपाईँको बाचा भयो? बाचा भयो। मैले विश्वास गरेको यही हो, मैले विश्वास गर्ने हर्क साम्पाङजी हो। भलै मैले यो चाहिँ अनुरोध गर्छु क्या, हामी माटो त हो तर काँचो माटो हो क्या, आकार आउन बाँकी छ क्या। कहिले ल्याउनु? कुमालेको घैँटोमा हालेर आकार दिनुहुन्छ नि, त्यो दिने प्रयासमा हामी छौँ। कहिले ल्याउनुहुन्छ? कहिलेसम्म? चुनाव आइसक्यो, प्रयास गर्दै 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 जाने हो नि त। अनि हामीले सिस्टममा चलाउनलाई, व्यवस्थित गर्नलाई, विधि विधान अन्तर चल्नलाई त भनेपछि अब हेर्नुहोस्, त्यसरी आक्रोशित हुनु, आयोजकलाई गाली गर्नु मेरो मिस्टेक, अनि मलाई सारा दुनियाँको अगाडि मलाई त्यस्तो खालको चाहिँ सबैलाई ध्यान उता लगाएर मलाई बोल्न लाउनु आयोजकको मिस्टेक होइन त।
फेरि अनि कारमा हिँड्दै गर्दा स्ट्याटससँग कारवाही गऱ्यो भनेर लेख्नु अध्यक्षको मिस्टेक। हामी सबै साँच्चिनुपर्ने भयो। तर पनि त्यस्तो वैरभाव केही पनि छैन। मैले त्यसलाई ठुलो ठानेको छैन। शिक्षा चाहिँ हामीले लिनुपर्छ, त्यति हो। यहाँ एउटा ठुलो सिकाइलिनुहुन्छ, सिकाइलिनुपर्छ। अब के सिकाइलिनु? त्यहाँ स्टेजमै कुट्यो भने नि आक्रोशित हुनु हुँदैन, हुँदा रहन्छ भन्ने एउटा चिज। आत्मआलोचना भयो त? आत्मआलोचना छ र विधि विधान अन्तर्गत चल्नुपर्छ। अध्यक्षज्यूलाई के भन्नुहुन्छ? त्यही उहाँले पनि अब अलिकति स्ट्याटस कम लेख्नुहोस्, सुधार्नुपर्छ त्यो कुरा। त्यो कुरा गर्नुपर्छ र विधि विधान अन्तर्गत फेरि अध्यक्षले भन्नु होला नि तैँले मलाई सिकाउने त्यो क्लास भन्नु होला न, त्यो भन्नुहुन्न, त्यो लेख्नुहुन्न। उहाँले अब कम लेख्न पनि कम गरेर जानुहुन्छ। अब लेख्न नि भ्याउनुहुन्न, किनकि अब उहाँ खास भने नि काठमाडौँ बसेर सबै शक्तिहरूसँग नेगोसिएट गर्नुपर्ने अवस्थामा आइसक्नु भयो नि त, राष्ट्रिय नेता बनिसक्नु भयो। उहाँलाई र मलाई पहिला छुट थियो क्या। म पनि पहिला स्वतन्त्र अभियन्ता थिएँ, जे बोल्दै नि भयो, जे गर्दै भयो, जाति उफ्रिनु भयो होइन। अब त होसियार हुनु पऱ्यो। र उहाँ पनि अब अभियन्ता मात्र रहनु भएन, श्रम अभियन्ता मात्र होइन नि त उहाँ। अनि फेरि धरानको मेयर मात्रै होइन, अब राष्ट्रिय नेता हो। त्यही अनुसारको हाम्रो आचरण व्यवहार बदलिन्छ र बदलिन्छौँ, किनकि सच्याएर आउनुहुन्छ जनतामा। सचिन्छौँ भने हाम्रो आनी बानी व्यवहार मात्र सच्याउँछु भने हो। तर हाम्रो मन, तपाईँले जति छामेर हेर्नुहोस्, हर्क साम्पाङको दृष्टिकोण, उहाँको मन चाहिँ सफा छ। तपाईँको? मेरो नि छ, क्लियर। उहाँको उहाँ त्यो कहिलेकाहीँ त बालेन शाहसँग नि झगडा परेको थियो नि होइन उहाँको अनलाइन। त्यो बालेन शाहलाई पनि सोध्नुहोस् त, यो हर्क राईको मन चाहिँ सफा छ भन्छ उसले पनि। द्याट इज स्योर। अब त भन्नुहुन्न होला। किन नभन्ने भाइ, सफा छ त। कुनै दाग छ भने देखाउनुहोस्। एउटै कुरामा घोचेकै त्यो केही कुराहरू सुधार गर्नु बाँकी छ। हो, राष्ट्रिय नेतालाई त्यो सुहाउँदैन, सही हो। कुनै के कोराकोर के फोराफोर भन्छ नि, त्यस्तै देख्यो नि त। त्यो छ। मैले भने नि त, हामी ट्रान्जिसन फेजमा छौँ। हामी अभियन्ताबाट नेता बन्ने क्रममा छौँ। त्यो भएर अझै नि अलिअलि देखिएको हो कि पहिलाको। त्यही भएर त मैले नि त दिनमा कति पोस्ट लेख्थेँ, जे पनि लेख्थेँ। अब चाहिँ अब होसियार हामी हुनैपर्छ। अब सुध्रिनु हो तपाईँहरू? हाम्रो आनी बानी, हाम्रो त्यो आनी बानी चाहिँ सुध्रिनुपर्छ। हाम्रो आचरणमा कुनै छैन, हामी कुनै रूपमा अनैतिक छैनौँ, भ्रष्ट छैनौँ, दलाल छैनौँ, माफिया छैनौँ। दलाल माफिया त पुरै कहाँबाट? खै कोही त मलाई त्यो हिन्दू धर्ममा दोष छ भन्दा क्रिस्चियनको दलाल, दुनियाँ दलाल के हलाल भन्थे होइन। अब कोही पास्टर बन्न गएछ भनेर पनि तपाईँलाई आरोप लाग्यो? पास्टर रे, हिन्दू धर्ममा दोष छ, सुधार गर्नुपर्छ भन्दा पास्टर। अब पास्टर भए त मेरो चर्च खोइ, त्यो चर्च कहाँ गएर म प्रार्थना गर्छु? कहाँ कतिवटा चर्च बनाएँ मैले काठमाडौँ आएपछि। त्यो त संसार त खुल्ला छ नि, गएर हेऱ्यो भने त्यो सबै। तपाईँलाई चोर भन्दा तपाईँ चोर हुनुहुन्छ र हुँदैन नि, त्यस्तो हो क्या। र यसै पनि जनजातिको मन सफा हुन्छ। हामी मूर्ख त हुन्छौँ केही बरु, तर सफा हुन्छ। तपाईँलाई अब चाहिँ नि भिडियोमा जब तपाईँले आवेशमा आउनुभयो, आक्रोश पोख्नुभयो, अनि धेरै चाहिँ फेरि गाली पनि गरे त्यहाँनिर, कतिपय गालीहरू त अलि अशोभनीय गालीहरू। मलाई होला हेर्नुभयो गाली? त्यो सबै हेरेर सक्दिनँ, अलिअलि त हेरेछु। तर त्यो हेरेर म दुःखी हुन्न। मैले पनि नेता हुनलाई गैँडाको छाला जस्तो हुनुपर्छ नि त, जति हाल्यो पनि नलाग्ने। म पनि त्यो अभ्यास गर्दैछु। बेहोरै देखायो भन्ने टाइपले पनि गाली होला। कतिपय जातिमा लगेका छन् अरे, यो त सुध्रै रहेछ भने छन् अरे कसले भने सुनेको थिएँ। मलाई त्यसले बदर गर्दैन, डजन्ट म्याटर, केही फरक पर्दैन। अनि के जातको कुरा ल्याउने भने त कथित उच्च जातले त यो देशलाई त उच्च बनाउनु पर्ने नि, राम्रो सिङ्गापुर बनाउनु पर्ने त खोइ त। झिङ्गापुर बनाए, आज झिङ्गापुर बनाए। कथित उच्च जातले झिङ्गापुर बनाएकोलाई अब हामी कथित तल्लो जातले सिङ्गापुर बनाइदिन्छौँ नि त। अवसर दिनुहोस्, त्यही त हो। माटोलाई भोट दिनुहोस्, माटोलाई भोट दिनुहोस्। 5 वर्षमा कायापलट गर्नुहुन्छ? हाम्रो बहुमत आएर हाम्रो हिसाबले राज्य चलाउन पायौँ भने कायापलट हुन्छ। किन हुन्छ भने श्रम संस्कृतिले के भन्छ, जस्तै पोखरा एयरपोर्टको कुरा। पोखरा एयरपोर्ट चाहिँ पुरानो सत्ताले के गर्यो, अर्बौँको लोन लिएर अर्बौँ गोजीमा हालेर थोरै काम गरेर त्यो पनि काम नलाग्ने एयरपोर्ट बनाए। चलाउन नि सकेका छैनन्। तर हिजो उहाँहरूले पनि भन्नुहुन्थ्यो त, देशलाई स्विजरल्यान्ड बनाउँछ भन्थ्यो त नि। तर हर्क साम्पाङ र हाम्रो मित्र परिवारको हातमा आयो भने श्रम संस्कृतिलाई कसरी जोड्छौँ भने 1 अरबको चाहिँ हामीले ल कतैबाट पैसा उपलब्ध भयो भने 10 अरबको काम चाहिँ गरेर देखाइदिन्छ। कसरी? श्रमदान मार्फत। कसरी विश्वास गर्ने तपाईँले? कसरी नगर्ने? धरान गएर हेर्दा, आधार के छ? धरान गएर हेर्दा बुझ्छ। मिनी नेपाल धरानमा छ।
धरानको डेमो तपाईँहरू देशभरि उ गर्नुहुन्छ? यस, देशभरि हो। श्रम संस्कृति भने त्यसै होइन नि त। तपाईँ होला, तपाईँ एकदम काठमाडौँमा टप हार्ट सर्जन होला क्या, मुटुको चेरफार गर्ने होला, तपाईँ पनि शनिबार एक दिन चाहिँ भ्याएको बेला चाहिँ जाँगे लाएर भेस्ट लाएर बढाएर आउने हो क्या। त्यस्तो मान्छे चाहियो क्या हामीलाई, न कि फेरि कुरा आइहाल्यो बालेन शाह जस्तो पुरा चाहिँ कालो चस्मा हिरो गरेर यस्तो सुटमा मात्रै भेट्ने न है, न न न न न। अनि मैले पिएचडी गरेको छु। मैले पिएचडी गर्दै मैले के भाडा माझ्न, गोबर सोर्न, घाँस काट्न हुँदैन। मैले तपाईँको आरएन राईलाई सोध्नु हुन्छ, मैले सानो चिया पसलहरू चलाएँ कि कतिपय बेलामा स्टाफ हुन्थेन, अनि कस्टमरले खाएको भाडा कप मैले माझेको छु, आनन्दै आउँथ्यो। त्यो ठुलो पल्टिनु हुँदैन त। हर्क राईले कामले सानो ठुलो हुँदैन। हर्क साम्पाङले ढुङ्गा बोक्नुको मूल सन्देश नै मान्छे कामले सानो हुँदैन। तिमीले आफूलाई उच्च ठान्नु होला, प्रधानमन्त्री नै किन नहो, तिमीले जस्तो काम गर्दा पनि हुन्छ। त्यो गरिदियो भने अरूलाई पनि राम्रो चाहिँ सन्देश जान्छ र सडक बढार्नेको पनि इज्जत हुन्छ। तर अब अहिले यो चाहिँ नि 21औं शताब्दी विज्ञानको युग भनेर पनि भनिन्छ। ढुङ्गा बोकेर चाहिँ नि झाडी फाडेर होइन हिलो दलेर देश कसरी विकास हुन्छ भन्ने कुरा आयो। तपाईँले फेरि यसलाई हर्कवादको रूपमा चाहिँ नि तपाईँको विधानमा समेटेर लानुभएको छ। के हो त यो हर्कवाद भनेको? यस्तो हो क्या, संस्कृति हामीले त्यो ढुङ्गा मात्रै बोक्ने भने होइन नि त। संस्कृति, प्रविधि, प्रकृति भन्ने छ नि त। प्रविधि त इनोभेसन, साइन्स सबै कुरा आयो नि। ढुङ्गा मात्रै बोकेर भने होइन। मैले अघि सिधा अर्थमा के अरे मूर्त रूपमा हर्कवादको उदाहरण दिएँ क्या। धेरै वादको त्यसको अब सिद्धान्त विकास गर्न सकिन्छ। भोलि म आफैले नि किताब लेख्नुलाई हर्कवाद भने के हो भनेर होइन। अब हर्कवाद अहिले नभनिदिए नि हुन्थ्यो कि सायद मेबी त्यो भन्नेहरू पनि छिटो भयो। छिटो भयो कि जस्तै अब हर्कवाद भन्नु सट्टा हर्क अभियान, हर्क मोर्चा, जेसुकै भन्नुहोस्, हर्कको शैली होइन, प्याराडाइम सिफ्ट जे भन्दा नि हुन्छ। र होइन रेभोल्युसन त सधैँ थियो त। त्यो ठिक छ, यो रेभोल्युसन नै हो, रेभोल्युसनरी टर्म नै हो। र सामान्य मान्छेलाई बुझाउन सजिलो हुन्छ भनेर हर्कवाद भन्नुभयो होला होइन। तर हर्कवादको मूर्त रूपमा भन्ने कुरा मैले भर्खरै इक्जाम्पल दिएँ क्या। अनि स्थापित हुन्छ, गर्न सक्नुहुन्छ तपाईँ? अफकोर्स भएन, यसको पहिला काम गरेर देखाउँछ र अनि सिद्धान्त विकास गर्छौँ क्या। त्यो अनि सिद्धान्त कसरी हुन्छ त भन्दा सिम्पल, मैले पोखरा एयरपोर्टकै भने नि त। अहिले चाहिँ कहाँको विदेशीको निकायमा हात थाप्दै त्यसकोबाट चाहिँ धेरै आफू खाएर व्यक्ति मटाउने राज्य चाहिँ जहाँको त्यहीँ रहने भयो। तर हामी चाहिँ अब रिङ रोड बनाउनु पनि कहाँबाट पैसा ल्याउने भनेर गरिरहेको छ होइन, आउटर रिङ रोड। ल हर्क सरको हाम्रो सत्ता अवस्था हामी त्यो रिङ रोडको धेरै जसो भाग त जनश्रमदानबाटै गरिदिन्छौँ, बनाइदिन्छौँ। कालोपत्र गर्ने त्यो स्पेसल त्यो साइन्टिफिक काम गर्नुपर्ने चाहिँ इन्जिनियरहरू चाहिएला होइन, डिजाइनरहरू विदेशबाट ल्याउनु पर्ला या स्वदेश पनि होला। तर अधिकांश काम त नि त्यहीँको स्थानीय जनताले गर्छ। त्यो मोबिलाइज गर्न सकिन्छ, सक्नुपर्छ भन्ने कुरा धरानबाटै थाहा भइहाल्छ। र हामीले यहीँ पनि त त्रिभुवन युनिभर्सिटीको त्यत्रो जङ्गल फाँडेर अब त्यसलाई हामीले फन्ड पाउने भने विशाल पार्कको रूपमा विकसित गर्छौँ, जहाँ दिनमा 1-2 लाख मान्छे भिजिटमा जानेछन्। किन सकिन्न गऱ्यो भने द्याट इज हर्कवाद। सम्भव छ, सबै सम्भव छ। तर कामभन्दा धेरै तपाईँहरू चाहिँ नि गफ गर्न, गाली गर्न थाल्नुभयो। त्यो फेरि भन्न मिल्दैन नि त। हौ सर, अब साइबर सेनाहरू छ तपाईँहरूमा? छैन। त्यही भएर अराजक हुनुभयो, तेजक हुनुभयो भन्ने कुराहरू अरूले अट्याक गर्ने नै त्यही हाम्रो साइबर सेना नभएरै होला क्या। साइबर सेना भक्क पाइ दिएको त्यही गर्थ्यो होला होइन। बुटोलमा केही पनि भएको होइन है भन्थ्यो होला, अरूहरूलाई आक्रमण गर्थ्यो होला। हाम्रो साइबर सेना छैन, हामीले जे जानेछौँ त्यही बोल्ने, त्यही लेख्ने हो। आफै स्वयं हर्क सरले आफै पोस्ट गर्नुहुन्छ कति कुरा होइन। सबै पोस्ट उहाँको नहोला, साथीहरूले लेख्दै होला, सचिवालयबाट पनि लेखे होला। तर आफै लेख्नुहुन्छ भने अनि साइबर सेना भए त्यस्तो गर्छ? गर्दैन त। त्यसो हुनाले हामीसँग साइबर सेना छैन। हामीसँग चाहिँ बरु जनभावनाको सेना छ, मनोवैज्ञानिक सेना छ। त्यसले काम गर्दै आएको छ। म बुटोलमा जाँदा पनि त्यहाँ बाँकेसम्मका अनि सुर्खेतसम्मका मान्छेहरू पनि भेट भयो। र पश्चिम समर्थकहरू नै उत्तेजक भए। हजुर, समर्थकहरू उत्तेजक भए भन्ने कुरा त्यो सामाजिक सञ्जालमा चाहिँ पुरै चलाएको छ नि त, वार चलाएको छ। कोही चाहिँ हुनसक्छ मङ्गोल नेसनल अर्गनाइजेसनबाट ल्याउनु भएको छ होइन। त्यसका त्यो लोवर लेभलको कोही
कार्यकर्ताहरू अलिकति एग्रेसिभ पनि होलान् तर समग्रतः हामी त्यस्तो छैनौँ र पार्टी नै मङ्गल नेसनल अर्गनाइजेसन भइगयो विलय भएको कि भन्ने पनि आरोप लाग्यो सिलाइ के पनि होइन अब त्यहाँ आरोप मात्रै हो तपाईँलाई हजुर आरोप मात्रै हो हामी छुट्टै सङ्गठन हो छुट्टै संस्था हो र एमएनओ पनि आफैमा सबै खराब कहाँ छन् र त्यहाँ त सुझबुझ भएका राम्रा गतिलो भावना लिएका ब्राह्मणवाद विरोधी शक्ति छन् क्या त्यहाँ त्यसलाई उग्र किन भन्यो भने एकल जातीय राज्य भयो अति हिन्दूवादी राज्य भयो हामीलाई पेले भने त हो नि होइन त्यो भन्ने शैली फरक होला तरिका फरक होला त्यसकारण यहाँ पनि खोइ त हाम्रो सेन्ट्रल कमिटीमा हुनेहरू त्यस्तो एग्रेसिभ त्यो जे पाए त्यही लेख्ने त मैले देख्दिनँ होइन अर्कालाई तुच्छ गाली गर्ने त्यस्तो देख्दिनँ होइन अरू त कुट्न मैदानमै उत्रिन्छन् तपाईँहरू त गाली मात्रै गर्नुहुन्छ भन्ने पनि छ होला अलिकति कति कुरा नमिल्या होला तर हामी त्यस्तो सबैलाई रेस्पेक्ट गर्छौँ होइन सबैसँग चाहिँ मिलेसँग सहकार्य गर्न चाहन्छौँ स्पेसली न्यू शक्ति नयाँ शक्तिहरू जेनजी पछि उदाएको शक्तिहरू चाहिँ हामी यहाँ त सकेसम्म सहकार्य गरेर पुरानो शक्तिलाई उठ्न नदिने भन्ने नै हाम्रो रणनीति चाहिँ हो तपाईँको अर्का उपाध्यक्षज्यू चाहिँ आज जेलमा हुनुहुन्छ हिरासतमा तपाईँहरूलाई शब्दै काट्नु भएन उहाँको नामै उच्चारण गर्नु भयो सही प्रश्न गर्नु उल्टो तपाईँले चाहिँ बर्खास्त गर्नुभयो भन्ने कुरा आयो होइन बर्खास्त होइन है शब्दमा ध्यान दिनुपर्छ सस्पेन्डेड होइन निलम्बन गर्नुभयो तपाईँहरूले सस्पेन्डेड अन्टिल हि इज क्लियर्ड त्यो उहाँलाई उहाँको त्यो न्यायिक प्रक्रिया छिनोफानो नहुन्जेल चाहिँ उहाँलाई पार्टी पङ्क्तिबाट केही समयलाई बाहिर राखिएको भन्ने हो होइन यति बेला त ममाथि अभियोग लाग्यो भने म पनि आउट हुन्छु होइन यति बेला त उहाँलाई तपाईँहरूको साथ समर्थन हौसला होइन खाँचो थियो होला नि त एकदम होइन उहाँलाई त्यसको अर्थ उहाँ हाम्रो कोही नै होइन सकियो उहाँ त एक्लै भने होइन तर एक्लै हुनु भएको छ होला त्यहाँ हामीले अलिकति हामी होमवर्क पनि गर्दैछौँ हामी जान पनि चाहन्छौँ र हामीले उहाँको वकिलहरूसँग बुझ्दै पनि छौँ तर प्रतिशोध हो कि यो चाहिँ के हो आफै विचार गर्नुहोस् त 13 वर्ष पछाडिको 13 वर्ष पछाडिको 13 वर्ष अगाडिको राजनीतिक हिंसा भन्छन् मा आरोप लाएर अहिले चाहिँ थुन्नुपर्ने कारण के अनि पहिला फेरि क्लिन चिट दिएर उसलाई चाहिँ नि चुनाव लड्न नि दिएको मान्छे यो कसरी आयो त कतै तामाङ भर्सेस तामाङ त होइन भन्ने लाग्छ मलाई सत्तामा भएका तामाङ र यी तामाङको बिचमा कतै यो हो कि जस्तो देखिन्छ प्रतिशोध भनेर ठुल्ठुलो आवाज उठाउन चाहन्नौँ हाम्रो मान्छेलाई जेलमुक्त गरिहाल भन्न चाहन्नौँ हामी राज्यलाई सहयोग गर्छौँ तर त्यसको अर्थ हाम्रो कमजोरी होइन हामीलाई कमजोरी नठानियोस् होइन कतिले आरोप पनि लायो कुलमानजीकै मान्छेले चाहिँ नि होइन मुद्दा हालेपछि उहाँ चाहिँ नि पक्राउ पर्नुभयो भन्ने कुरा पनि आयो यो के सत्य हो कतिसम्म सत्य हो मलाई थाहा भएन होइन फेरि अब अहिले मुद्दा हाल्यो कि त्यही बेला हाल्यो त्यो मलाई प्रश्न भएन कि त्यो बेला हो भने त कुलमानको पार्टी भन्न त मिलेन फेरि होइन तर फेरि नेपाली समाज जातिवादी छ अब तामाङ समुदाय पनि कसले प्रभाव पार्ने भन्ने थियो होला होइन अनि त्यसमा कतै कुलमानजीले आफ्नो शक्तिको दुरुपयोग पो गरे कि सत्तामा जाने मान्छेले त्यस्तो नगर्ला भन्न सकिँदैन त्यो हामीलाई चाहिँ अलिकति आभास हुन्छ क्या नत्र भने 13 वर्ष के हेरेर बसेको वाट ह्यापन्ड होइन र त्यही माथि उहाँले फेरि जेल भुक्तान गरिसक्नु भएको छ आम माफी पाइसक्नु भएको छ 8-9 वर्ष बसिया छ फेरि अर्को नयाँ के आइपर्यो त्यसैले यसमा राम्रो वकिल लाछौँ र हामी पनि छिट्टै उहाँलाई भेट्न जान्छौँ 5 थर हजुर अब लगभग हामी अन्तिम चरण हजुर अब कुलमानजीलाई चाहिँ एमसी मतियार भन्दै गाली गर्ने कुनै बेला तपाईँले पनि एनसिसी त राम्रो हो भनेर भन्नुभएको रहेछ यो बारेमा पनि स्पष्टीकरण म सोध्छु मेरो उपाध्यक्षलाई भन्नुभएको मेरो साहबले बुझाउनु भयो ट्याङ्गै मेरो साहबले नै हो कि अरू कसैले लेखायो मलाई भन्नुभएको थियो कुनै स्पष्टीकरण भएको छैन बुझाउनु भएको छैन छैन बुझाउनु हुन्न तपाईँ पार्टीको नियम होइन मलाई लिखित केही अनुरोध छैन र मैले गरे छैन र मलाई स्पष्टीकरण दिनुपर्ने कारण छैन के हो त वास्तविकता तपाईँले स्पष्टीकरण दिन राम्रो हो भनेर भन्नुभएको रहेछ कुनै बेला यस्तो हो क्या तपाईँ सानो हुँदा नाङ्गै हिँड्नुहुन्थ्यो कटुन नलाइकन अनि अहिले नि किन लुगा लाएर हिँडे भन्नु थियो मैले नि त अब 3-4 वर्ष अगाडि स्वतन्त्र अभियन्ताको हिसाबले अनि मलाई जे लाग्यो त्यो बोलेँ पछि बुझ्दै जाँदा अहिले गहिरोसँग बुझ्दाखेरि त्यो त गलत रहेछ अरू देशको पनि बुझ्दाखेरि गलत रहेछ अनि त्यहाँ फेरि मैले त्यो नबोल्दै नि हुन्थ्यो किनभने त्यो एमसीसँग मेरो कुनै आइनो साइनो छैन पक्का हो के को हुन्थ्यो त कहाँबाट हुन्थ्यो खै देखाउनुहोस् म न मेरो एनजिओ थियो मैले कहाँबाट 100 भेटाउनु म कहाँको मान्छे कहाँ स्वतन्त्र एकदम चाहिँ जोगी चाहिँ हिँड्या मान्छे चलाएर बसेका मान्छे तपाईँ जतिको मान्छे बौद्धिक मान्छे पिएचडी गरेको मान्छेले के बुझेर चाहिँ राम्रो भन्नुभयो होइन मैले सरसर्ती त्यो पढाएको थिएँ डकुमेन्ट
त्यहाँ चाहिँ सोल्जरै ल्याउने, भविष्यमा चाहिँ हाम्रो मिलिट्री अलायन्स हुने भन्ने कुरा चाहिँ त्यहाँ बुँदा केही पनि छैन होइन। तर मूलत बुझ्दै जाँदा र अनि अन्य देशको पनि इतिहास हेर्दाखेरि चाहिँ यो चाहिँ कस्तो भने हेर्दाखेरि इनोसेन्ट, निर्दोष, तर उनीहरूको चाहिँ नेटो अमेरिकाको चाहिँ सैनिक प्रेजेन्सको लागि चाहिँ पृष्ठभूमि बनाउने बाटो चाहिँ रहेछ भन्ने कुरो मैले बुझेको। पछि हर्क सरले भने भएर बुझे होइन, यो पार्टीमा आएछ होइन, अलि अगाडि नै मैले रियलाइज भयो एमसिसी इज रियली इट हर्ट्स नेसनल इन्ट्रेस्ट। त्यही भएर नै श्रीलङ्काले पनि यसलाई चाहिँ नि रिजेक्ट हानेको रहेछ र हामी हुन्थ्यौँ भने हामीले त्यो कुनै हालतमै स्वीकार्ने थिएनौँ। तर अहिलेको शासकहरूले चाहिँ कस्तो चाहिँ बदमासी गरेको छ भने डोनाल्ड ट्रम्प आएपछि एमसिसीको धेरै प्रोजेक्टहरू क्यान्सल हानिदिए, उसको फरेन पोलिसी चेन्ज भयो। तर नेपाललाई अझै पनि नेपालले लिँदैछ, फकाउँदै फोन लिइरहेछ। त्यसो भएर पनि अघि कुरा आएको थियो नि त, जेएनजीको सरकार भन्छ, राष्ट्रवादी सरकार भन्छ, तर एमसिसी चाहिँ लौ न हजुर सकेसम्म नरोक्नु है भन्दै ल्याउँदै गरिरहेछ। यो चाहिँ गलत हो। अब श्रम संस्कृति पार्टीमा जोडिएर अगाडि बढिराख्नु भएको छ हो होइन। अहिले पछि आउँला यो विषयमा। बाल्यकाल कहाँ र कसरी बिताउनु भयो सुरु गरौँ। बाल्यकाल चाहिँ म गोर्खाको सिरानचोक गाउँपालिका अनि चिप्लेटी भन्ने ठाउँ छ, त्यो चाहिँ बाबुराम भट्टराईको भन्दा नजिकै हो। त्यहाँ मेरो जन्म भयो। एउटा गोठ जस्तोमा जन्मेको थिएँ। अनि त्यसपछि 4 कक्षासम्म त्यहाँ पढेँ, 5 कक्षासम्म। र लक्किली अलिकति पढाइमा जेहेन्दार पनि भएको हुनाले छात्रवृत्तिमा पोखराको गण्डकी बोर्डिङ स्कुलमा पढ्न पाएँ। त्यो चाहिँ युनाइटेड मिसन टु नेपाल भन्ने एउटा आइएनजिओ थियो। त्यसले स्पोन्सर खोजेर खाने बस्ने पढ्ने सबै होस्टेल फिस सबै उनीहरूले बिहोर्थे। त्यहाँ चाहिँ 12 कक्षासम्म पढेँ। अनि त्यसपछि काठमाडौँमा सेन्ट जेभियर्स कलेजमा बिएसडब्ल्यू ब्याचलर इन सोसियल वर्क पढेँ। त्यो बेला अब समय पनि त्यस्तै थियो। हजुर। अनि चाहिँ नि अलिकति विभेदहरूको कुराहरू थिए। कतिको कष्ट सङ्घर्ष गर्नु पर्यो? हजुर। अब यो विभेद नखप्ने त दलित समुदायको प्राय कोही पनि हुन्न होला। र हाम्रो गाउँमा पनि एकदमै विभेद छ, थियो र छ। अहिले पनि सारा राजनीतिक परिवर्तन भइसक्दा पनि म गाउँमा गएँ भने गुरुङहरूसँगै बसेर भोज भातेर खाने परिस्थिति अहिले पनि छैन। गुरुङ गाउँ हो, बरु बाहुनहरूले खान्छन्, गुरुङले खाँदैनन्। त्यो अवस्था चाहिँ अहिले पनि विद्यमान छ। कस्तो कस्तो परिस्थितिहरू भोग्नु पर्यो त्यो हुन्छ नि त्यति अब समय नै थियो। हो, गण्डकी बोर्डिङ स्कुल पोखरा गएपछि चाहिँ भोग्नु परेन त्यति। पोखरामा गएपछि चाहिँ तर बेला बेला घरमा त आउँथेँ होइन। तर त्यहाँ त्यही हो, एकपटक बच्चामा आफ्नो गुरुङ छिमेकीको साथीसँग खेल्दै खेल्दै जाँदा अकस्मात एउटा घरमा पसेछु। अनि उनीहरूले पिट्दै लट्ठीले हान्दै लखेटेको त्यो चाहिँ मलाई याद आउँछ। त्यो हो विभेद। र इभन काठमाडौँ पनि एउटा डेरामा चाहिँ जात थाहा पाएपछि निकालिदिएको अनुभव छ एकान्त कुनामा। अब त्यो बेलाको समय होइन, सङ्घर्ष दुःखको कथाहरू त छँदै नै छन्। हो, पढाइको कुराहरूमा अब तपाईँले डक्टरेट गर्नुभयो, पिएचडी गर्नुभयो होइन। पारिवारिक अवस्थाले पनि अलिकति निर्भर गर्थ्यो होला। कसरी त्यो चाहिँ जुटाउनु भयो, कसरी त्यो अवस्था पनि मेन्टेन गर्नु? हो, पढाइकै कुरा चाहिँ मेरो बाबाआमाले धान्ने अवस्था थिएन। म एक्सट्रिमली लक्की भन्नुपर्छ। म भाग्यवादमा विश्वास त गर्दिनँ। के अरे एन्थ्रोपोलोजिस्ट डोरबहादुर बिष्टको फेटलिजम एन्ड डेभलपमेन्ट, भाग्यवाद र विकास भन्ने छ कि एउटा। भाग्यवादले गर्दा नै नेपाल अविकसित भएको भन्ने उनको तर्क छ त्यहाँ। त्यसमा म एकदम सहमत छु। त्यसरी भाग्यमा विश्वास नगर्दै पनि म भाग्यमानी चाहिँ भएँ। र जहाँ पनि म स्कलरसिपमा, त्यो पोखरामा पनि स्कलरसिपमा, यहाँ सेन्ट जेभियर्स काठमाडौँ पनि स्कलरसिप, अक्सफोर्ड युनिभर्सिटीमा फेरि मास्टर डिग्री गर्न गएँ, त्यहाँ पनि स्कलरसिप, अस्ट्रेलियामा पिएचडी गरेँ, त्यो पनि स्कलरसिपमा पुरै, खाने बस्ने पढ्ने सबै। मैले त्यसो भएर भाडा माझेर दुःख गरेर बाहिर पनि पढ्नु परेन। र यहाँ काठमाडौँमा बिएसडब्ल्यू पढ्दा चाहिँ ट्युसन पढाउँदै पढ्ने गरेको हो मैले। र त्यो बिचमा 2001 देखि 2008 त्यो सनमा चाहिँ मैले ब्रिटिस एम्बेसीको हाकिम भएर पनि काम गर्न पाएँ। त्यो बेला चाहिँ मेरो अलिकति वर्ग उत्थान भएको थियो त्यो बेलामा। त्यो चाहिँ हो। र परिवारबाट त मेरो बाबाआमाले पढ्न चाहिँ उत्साहित गर्ने, आफू नपढे पनि। अहिले पनि निरक्षर हुनुहुन्छ बाबाआमा, जीवितै हुनुहुन्छ लकिली। तर पढ्नुपर्छ, केही गर्नुपर्छ भन्ने चाहिँ थियो र धन्न म यहाँसम्म आउन सकेँ। हजुर। परिवारमा को हुनुहुन्थ्यो? परिवारमा त्यही हो, बाआमा अनि एउटा भाइ एउटा बहिनी।
अनि मेरो एउटै मात्र सन्तान छोरो अस्ट्रेलियामा छ अनि श्रीमती पनि उतै छन् अस्ट्रेलियामै हुनुहुन्छ तपाईँलाई चाहिँ अब प्रायः सबै देश छोडेर जाँदै हुनुहुन्छ कोही पनि राख्नु भएको छ हजुर हजुरलाई चाहिँ केले रोक्यो नेपालमा नेपालमा केले रोक्यो भन्दा पनि म अस्ट्रेलियामा पिएचडी गरेपछि मैले काम केही समय चाहिँ काम पाउन गाह्रो भयो त्यसपछि आफ्नो एकाडेमिक पढाइ अनुसारको क्वालिफिकेसन अनुसारको काम किङ्स्टन विश्वविद्यालय लन्डनमा पाएँ र त्यहाँ काम गर्न जाँदाखेरि मलाई चाहिँ गोर्खाकै गुरुङ मगर गोर्खाली लाउरेहरूको घरमा सँगै बस्न मन लाग्यो तर त्यहाँ पनि मलाई डेरा पाउन गाह्रो भयो जस्तो लागेपछि अस्ट्रेलियामा पनि युकेमा लन्डनमा लन्डन फर्केँ काम चाहिँ लन्डनमा पाएँ त्यहाँ त्यस्तो भएपछि ओहो त्यो बेलासम्म चाहिँ मलाई एकदम मैले ग्रेट एचिभमेन्ट गरेँ मैले त जातको बार नागिसकेँ म माथि अब विभेद हुँदैन भन्ने जस्तो लागेको थियो तर लन्डनमा पनि हामी नेपालीहरूको घरमा चाहिँ हामीले डेरा पाउन गाह्रो भइसकेपछि म त कहीँ पनि पुगिरहन्छु समाजमा जताततै र यो छुवाछुतको विभेदको संस्कार त यहाँ बाहिर पनि फैलिसकेछ भन्ने लागेपछि चाहिँ म अलि आक्रोशित भएँ र म अब 3.5 वर्ष मात्रै लन्डनमा काम गर्छु र अनि फर्किन्छु छोरोहरू उता सेट भइहाले छोरो अस्ट्रेलियामै त्यसरी छोरो अस्ट्रेलियामा रह्यो ल जसो गरेर खाऊ म चाहिँ नेपाल जान्छु भनेर 5 वर्ष अगाडि हुत्तिएर नेपाल आएको सबै त्यागेर आउनुभयो अब फर्केर जानुहुन्न जान्न कहाँ जाने जान्न उही बेला छोरालाई र हुनेवाला बुहारी उनको एकजना अस्ट्रेलियन केटीसँग प्रेम छ अनि उहाँहरूले घर पनि लिनुभएको छ बाबुले नानीले भर्खरै लिनुभएको छ एउटा अनि त्यसकारण उनीहरूको अब संस्कारमा होइन चाडबाडमा यसो अस्ट्रेलिया पुगिएला त्योभन्दा त उतै बस्ने उतै काम गर्ने गर्दै जान्न विवाह सम्बन्धमा चाहिँ कसरी अगाडि बढ्यो तपाईँको हुन्छ मेरो हजुर अहिले कि पहिलाको कुरा पहिलाको ए हजुर पहिला चाहिँ प्रेम विवाह म रिसर्च गर्न गएको थिएँ बिएसडब्ल्यूको अनि मनोकामनामा केबल कार भर्खर भनेको थियो केबल कारको प्रभाव कस्तो हुन्छ त त्यहाँको स्थानीय जनता भनेर अहिले पाथिभरा केबल कार भने जस्तै त्यो बेला भर्खर भनेको थियो कि अलिअलि कन्ट्रोभर्सी पनि थियो त्यहाँ पनि भनेर बुझ्न जाँदाखेरि आफ्नै समुदायको एउटा भेट भयो उनीसँग प्रेम बसेर अन्ततः हाम्रो बिहा भएको त्यो विवाह अहिले पनि उमै हुनुहुन्छ त्यो बिहा इन्ट्याक्ट त छ तर धेरै अब टाढा बसेपछि त्यो बिहा धेरै बाँकी रहँदैन कि जस्तो पनि छ होइन किनभने उनीहरूलाई त अब मेरो श्रीमतीलाई त उतै बसेर राम्रो गरेर खाइदिए हुन्थ्यो हामीलाई पालिदिए हुन्थ्यो भन्ने त हुन्छ नि म चाहिँ एउटा जोगी जस्तै सबै त्यागेर नेपाल आएँ नेपालमा आएर नि मैले पुरै त्यागेर छुवाछुत मुक्तिको लागि आवाज मात्रै उठाएँ स्वतन्त्र रहन चाहेँ यहाँ पनि मैले इभेन्ट सिभेन्टमा जाहिर खाने भने त लाखौँको स्यालेरी पाउँथेँ तर गरिनँ अनि फेरि ठुला पार्टीको सेवामा जाने हो भने नेताहरूलाई ढोक्न जाने हो भने राजदूत साजदूत के नियुक्तिहरू हुन्थ्यो होला त्यहाँ पनि गइनँ त्यसकारण एक खालको त्यागी म र अब श्रीमतीलाई त अप्ठ्यारै भयो होला त्यो विवाह लङ लास्टिङ नजान पनि सक्छ भनेपछि धर्म छ धर्म छ डिभोर्सै पनि हुनसक्छ हुनुहोस् अब तपाईँ त अहिले पनि यति ह्यान्डसम हुनुहुन्छ पढाइ त्यतिकै दखल होइन धेरै तरुणीहरू पनि थियो होला त्यो बेला कुन बेला अहिले कि पहिला त्यो बेला युवा यङ हुँदाखेरि म ह्यान्डसम पनि होइन सबै कुरामा त म लकी यो तरुणीमा त लकी भएन लकी हुनु भएन एकजनासँग प्रेम बस्यो भइहाल्यो त्यसो धेरैजना प्रेम भन्ने कुरा त भएन तपाईँले मन पराउनु भएको थिएन कोही थियो होला गण्डकी बोर्डिङ पोखरा पढ्दा नि थियो होला मनले मन पराउने त क्लासमेट थिए होला तर त्यस्तो केही पनि भएन प्रेम सम्बन्ध नि भएन म अलि सिधा केटा नि थिएँ त्यो बेला हजुर भाग्यमानी प्रेमको मामिलामा भाग्यमानी या अब अभागी तपाईँ के भन्ने खोइ अब त्यो युवा अवस्थामा कोही त हुन्छ नि धेरै गर्लफ्रेन्ड बनाएर हुन्छ नि उनीहरूको तुलनामा त भाग्यमानी होइन होला नि होइन भलै त्यतातिर मेरो ध्यान त्यति गएन म चाहिँ खालि पढाइमै ध्यान दिन्थेँ कि बढी पढाइमा ध्यान दिन्थेँ खेलकुद पनि थिएन म खेलकुदमा पनि हुन्थेन कति नै राम्रो थिएन केमा चाहिँ बढी अब्बल हुन्थ्यो पढाइमा त पढाइमा अलिकति थियो अनि अलिकति साहित्यहरू लेख्थेँ लेख्थेँ र पहिल्यैदेखि मलाई चाहिँ दलित मुक्तिको विषयले छुन्थ्यो र ब्याचलर पढ्दै गर्दाखेरि पनि कान्तिपुरमा लेख्थेँ र काठमाडौँमा आएपछि मसँग स्कलरसिप थिएन केही थिएन त्यो के अरे कलेजको फी मात्रै बुझाउनु पर्थेन बाँची खाना आफै पर्थ्यो अनि कान्तिपुरमा लेख छाप्ने 800 दिन्थ्यो क्या एउटा लेखको
अनि कहिले त्यो कान्तिपुर लेक छापिन्छ र 800 आउँछ र अनि एक बोरा चामल ल्याएर खाने भन्ने त्यो बेलामा सङ्घर्षको जीवन। पहिलो कमाइ कति थियो त? त्यही 800 लाई भन्ने हो कि कसो हो। त्यसपछि त ब्रिटिस एम्बेसीमा गएपछि त 2-3 लाखकै स्यालेरी थियो मजाले हैन त चलिहाल्यो। त्यसपछि चाहिँ अलिकति लाइफ चेन्ज भयो र ब्रिटिस एम्बेसीमै काम गर्दा गर्दै एकजना अक्सफोर्ड युनिभर्सिटीको प्रोफेसर डाक्टर डेभिड गेल्नर भेट भयो राजदूतको घरमा। अनि उहाँले नै इन्करेज गरेर नै म अक्सफोर्ड युनिभर्सिटी गएको उहाँकै सहयोगमा। हजुर पढाइको मामिलामा भाग्यमानी तपाईँ? भाग्यमानी पनि र मेहनत पनि हो है फेरि बेसरी घोटिने। जस्तै त्यही बेलामा पनि आइएलसो मैले 8 ल्याएको थिएँ 8। अहिलेको भाइ बहिनीहरूलाई अब 6 6.5 ल्याउन नि गाह्रो हुन्छ नि युके अस्ट्रेलिया जानलाई त्यति 6.5 माग्छ त्यो ल्याउन नि कठिन हुन्छ। म अहिले अलिअलि ल्याङ्ग्वेज टिचिङ पनि गर्छु तर त्यो बेलामा मैले 8 हानिदिएको थिएँ भनेपछि पढाइमा अलिकति अब्बलै थिएँ भनौँ। हजुर अब अहिले यो चाहिँ मेडिकल लाइनतिर पनि होइन धेरै स्कोपहरू छ डाक्टर साहबहरू। तपाईँले त यता पिएचडी गर्नुभयो यतापट्टि कति तपाईँको चाहना नै थियो? हो राइट क्वेसन। त्यो बेलामा अब ठुलो गण्डकी बोर्डिङ स्कुलमा पढाएँ। मेरा क्लासमेट सबै कि डक्टर कि इन्जिनियर बन्थे। अनि मैले 10+2 पनि बायोलोजीमै पढेँ। तर किन म अलिकति जब मलाई चेत भयो कि समाजले मलाई कुन रूपमा हेर्छ भनेर अनि मैले 8 कक्षा पढ्दादेखि नै मैले साथीहरूलाई गफ के लाउँथेँ भने म पनि डाक्टर त बन्छु तर मान्छेको ज्यान चिरफार गर्ने होइन समाज चिरफार गर्ने डाक्टर बन्छु भनेर गफ लाउँथेँ। भयो पनि त्यस्तै। काठमाडौँ आएँ अब कुनै स्रोत साधन थिएन कनेक्सन थिएन त्यो बेलामा। आई डोन्ट थिङ्क दलितलाई कोटा भन्ने अहिले जस्तो पनि थिएन। त्यस कारण मैले एकचोटि छुस्स गरेर नेममा त्यो डक्टरको एन्ट्री एक्जामको प्रिपेरेसन क्लास पनि ल्याएको थिएँ अलिअलि तर मैले मन मारेँ। अनि मलाई चाहिँ समाजशास्त्र पढ्न मन लागेर त्यो सजिलो पनि र समाजलाई अध्ययन गर्न पाइने विश्लेषण गर्न पाइने चिरफार गर्न पाइने भौतिक रूपमा त्यो भएर सोसियोलोजी मलाई मन पर्यो। त्यस कारण मेरो डिग्री नै सोसियोलोजी एन्थ्रोपोलोजीमा हो। अब यता जागिरपट्टि आउँ हो। अब जागिर त्यो बेला अब सरकारी जागिर भनेको निकै होइन थियो महत्त्व थियो धेरै नै। अनि गन्ने मान्नेहरूले पनि खाने भनेर पनि चिनिन्थ्यो होइन। त्यतापट्टि तपाईँले इन्ट्रेस्ट राख्नु भएन? मलाई इन्ट्रेस्टै भएन। किन पनि होला भने ठुलो बोर्डिङमा पढ्यो गण्डकी बोर्डिङ भने त्यो बेलामा पोखरा सबसे बेस्ट ठुलो कम्पाउन्ड एउटा गाउँै जत्रो अहिले पनि छ। अनि सबैले डक्टर इन्जिनियर यस्तो भन्ने हाई स्यालेरीको कुरा गर्ने कोही लाउरे पनि भएर जान्थे ब्रिटिस लाउरे इन्डियन पनि नजाने क्या अरू साथीहरू। त्यो हुनाले मैले त त्यो निजामती सेवा जोइन गर्ने त सोचै राखेँ। स्यालेरी कम हुन्छ भन्ने हुन्थ्यो होइन त्यहाँ कति पावर हुन्छ भन्ने कुरो त फेरि हामीलाई रियलाइज भएन होला। त्यसरी मैले त्यसको प्रिपेरेसनतिर लाग्दिनँ। अनि पैसा कमाउने चाहिँ चाहना भएन? पैसातिर नि भएन बिजनेसम्यान बन्ने धेरै कमाउने भन्ने कुरो म यहाँ नेपाल बस्दा मात्र होइन बाहिर पनि भएन कि। बाहिर पनि मैले चाहिँ जसरी पनि हाड घोटेर पनि कमाउनुपर्छ आफ्नो घर ठडाउनुपर्छ भन्ने सोच आएन। खालि पढाइमै बढी ध्यान दिएँ। त्यसले गर्दा कहिलेकाहीँ मेरो श्रीमतीलाई अलिक प्रेसर पनि पर्यो किन उनी मात्रै काममा घोटिनु पर्ने म चाहिँ बसिया छ लेखपढ गरिया छ खालि होइन त्यो स्थिति थियो। तर भलै अहिले छोराले आफै घर किन्न सक्ने अवस्था राम्रो भएको छ अस्ट्रेलियामा। द्याट्स गुड। काठमाडौँमै घर? काठमाडौँ त बनाएको छैन सानो जग्गा छ बनाएको छैन त्यस्तो छ। घर बनाउनु पर्छ भन्नु भएन फ्यामिली? अब त्यो फ्यामिली नै यहाँ आएर बस्ने भए त हुन्थ्यो होइन नत्र भने त गाउँमै ठिक छ। यहाँबाट गयो भने बिहान 6 बजेको चढ्यो भने बस 2 बजी पुगिन्छ सो नो प्रब्लम। मान्छे डक्टर मान्छे होइन काठमाडौँमा घर नभएको बिरलै होलान्? मलाई थाहा छैन सबै पिएचडीको घर त छैन होला तर म उही हो यसरी पनि भन्न मिल्यो बौद्धिक हिसाबले पढाइको हिसाब चाहिँ लकी पैसाको हिसाब चाहिँ त्यति लकी भएन भनौँ न। अब अहिले त घर कार भन्छन् होइन कतिले मलाई त्यो पनि भन्छन् तिमी नेता बन्ने हो भने दलित अगुवा भन्ने हो भने मान्छेले पत्याउनलाई तिम्रो घर र कार हुनुपर्छ भन्छन्। तर म त्यतातिर म छैन र मेरो अहिले त झन् म कुनै काम पनि गरेको छैन कामबाट ल्याउने र हर्कजीको कुरा आउँछ अहिले उहाँ जस्तै हो म पनि त्यो छक्का पन्जा मान्छेलाई ठग्ने ढाँट्ने भन्ने कुरा मबाट हुँदैन। बेलायती दूतावासमा 7 वर्ष काम गरेँ मैले कसैलाई पनि ल तिमीलाई पैसा देऊ यस्तो देऊ म युके पठाइदिनु ल भनेर कहिल्यै भनिनँ होइन। त्यसरी गैर कानुनी अनैतिक धन्दामा चाहिँ म कहिले पनि लागिनँ कि
तपाईँलाई त्यही भएर पनि होला धन छैन मसँग त्यति। तपाईँले पैसालाई चिनेन कि तपाईँले चिन्नु भएन पैसालाई? दुइटैले एकअर्कालाई चिन्दै चिनेन होला जान्दै जानेन होला। झन् अभियानमा लागेपछि त झन् 700 पाउन गाह्रो कि। र विशेष गरी यो दलित अभियानमा चाहिँ दलित समुदायको आफ्नो आत्मसमीक्षा पनि गर्नुपर्ने हुन्छ। दलित समुदायमा पनि अहिले त हुने खानेहरू धेरै हुन्छन् नि, धनी सुनारहरू छन्, टेलरहरू छन्, यिनले सिटीमिति दिन चाहिँ जान्दा रहन्छन्। फेरि पहिल्यैदेखि बाबुबाजी पालादेखि हामीलाई माग्ने बनाए होइन, भाग मागेर खाने, चढौरी माग्ने, बिस्टाबाट मागेर खाने होइन त, के अरे बारीको करेलाहरू पनि मागेर खाने हुन्थ्यो नि त हाम्रो परम्परागत हिसाबले के। कथा कति त्यो मानसिकताले अहिले पनि हो कि भन्नु। त्यसकारण बरु मलाई जनजातिहरूले मद्दत गरे, केही बाहुन छेत्रीले मद्दत गरे, त चाहिँ केही खाएर चाहिँ हिँड्या छौ भनेर अमेरिकाबाट कताबाट होइन। तर दलितहरूले चाहिँ ओहो तिमीले सबै थोक त्यागेर हाम्रो सङ्घर्षको लागि आएको छौ, लैजाउँ त 1-2 लाख भन्ने कुरा त म अहिलेसम्म एउटा दलित पनि भेटाएको छैन। त्यस्तो छ हाम्रो पनि। हरेक समस्या, हरेक समुदायको आफ्नै समस्या होला। एउटा चाहिँ म त्यो देख्छु क्या, जति नै हुने खाने भयो नि हामीहरू बरु अरूको आशै गर्ने अझै पनि, तर दिन नजान्ने रहेछ। त्यो चरित्र हाम्रो छ दलित समुदायको। लोभी भन्ने कि कस्तो? लोभी पनि होइन होला। के लोभी भने, लोभ त एक प्रकारको एक तहको लोभ त हामी सबैमा हुन्छ। हामी सबै स्वार्थी हुन्छ नि एक तहको। तर अब ठ्याक्कै जम्मै लोभी मेरा मान्छे भन्न त मिलेन। त्यो कल्चरै नभए क्या दिने खाने। जस्तो मलाई लाग्छ जनजाति समुदायमा चाहिँ त्यो कल्चर अलि बेटर छ। दिने खाने, बाँडेर खाने होइन, थोरै मकै छ भने जम्मै बाँडेर खाने भन्ने कल्चर, त्यो चाहिँ दलितमा विकसित हुन अलि टाइम लाग्दैछ। अब पैसा माइलामा अहिले कमाएको भए हुन्थ्यो भन्ने लाग्छ? मलाई लाग्दैन, रिग्रेट हुँदैन मलाई। हजुर, अब म सही बाटोमा हिँडेको छु, अहिले त झन् डुल्दै हिँड्दै माटोमा आइपुगेको छु होइन। अनि अफकोर्स अब म मानिलिउँ झुकिएर मन्त्री नै भएछु भने पनि आफ्नो स्यालेरीभन्दा बढी मैले लिन्न, कुनै अर्थमा लिन्न। 1 रुपियाँ भ्रष्टाचार हुँदैन क्या, त्यो हुँदै हुँदैन। मैले अहिलेसम्म त केही त्यस्तो अनैतिक गरिनँ भने अब किन गर्ने। पार्टीको गरिमामय पदमा पुग्नुभयो, उपाध्यक्ष जस्तो पद। हजुर 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 होइन, गाडी पनि छैन, घोडा पनि छैन, छैन। त्यसपछि पैसा पनि होला बाटा हिँड्दा होइन, पैसा पनि छैन भनेपछि राजनीति कसरी होला त? पैसा चाहिन्छ भन्छ नि त राजनीति गर्न। त पैसा पनि त्यही छ हाम्रो पार्टीलाई नै, त्यही एउटा चुनौती चाहिँ त्यो हो क्या। अब अध्यक्ष पनि इमान्दार, 1 सौको भ्रष्टाचार नगर्ने, उनले पनि चाहने भने धरानका धनाढ्यहरूसँग दुनियाँ घुस लिन सक्थेन, अरबौँ कमाउन सक्थेन नि त। त्यही माथि उनी चाहिँ विदेश पनि जान्छन्। अहिले विदेशमा साथ सपोर्ट कत्रो छ, कुम्ल्याउनु सक्थे, ठुल्ठुला घर ठडाउन सक्थे, पक्कै पनि छैन। त्यसकारण हामीले पार्टी कसरी चलाउने, त्यो फन्ड कहाँबाट उपलब्ध गराउने भन्ने कुरा त छ। हामी त्यही आखिरमा त्यही हाम्रै शुभेच्छुकहरू, देश विदेशमा रहने व्यापारीहरू होइन, साथसहयोगबाटै हामी चल्ने हो। तर पनि हाम्रो पार्टीबाट, हाम्रो नेतृत्वबाट त्यो अनैतिक धन्दा, अनि तिमीलाई यसो गरिदिउँला सत्तामा पुगेपछि हामीलाई यति देऊ भन्ने कुरा चाहिँ मरिगए हामीबाट हुने छैन। त्यो कुरा चाहिँ ढुक्क हुनु, सबै ढुक्क हुनुपर्छ कि। हजुर, अब यतापट्टि आउँ, पढाइको कुरा भयो, हजुर, अरू कुरा पनि आयो। राजनीतिमा अब तपाईँ पहिचानवादी मान्छे होइन, पहिचानको मुद्दा उठाएर अगाडि बढेको मान्छे होइन। अगाडि कता हुनुहुन्थ्यो योभन्दा अगाडि जो माटोमा जोडिनु भयो त? माटोमा हजुर, योभन्दा अगाडि चाहिँ मेरो चाहिँ एउटा के सिद्धान्त थियो नि, म कसैको नेतृत्वमा जान्न होइन, र इलेक्टोरल पोलिटिक्समा जान्न भन्ने थियो। अनि त्यसकारण मैले कुनै पार्टीमा जोइन गरिनँ, कुनै नेतालाई पनि ढोग्नु गइनँ। अलिअलि सामान्य चिन्जान त भयो, भन्दैछु। अनि इभन प्रचण्डजीले पनि आउनुहोस् तपाईँ जस्तो मान्छे भन्नुभयो प्रत्यक्ष गर्दाखेरि, तर मैले इच्छा देखाइनँ। बाबुरामजीले पनि भने गइनँ। तर पहिचानवादी मोर्चा भन्ने जुन थियो त्यसमा चाहिँ अब जनजाति नेता चाहिँ मैले फर्स्ट टाइम माने को भने महेन्द्र लावती, जो चाहिँ अमेरिकामा फुल प्रोफेसर भएर, म त पिएचडी गरेर मात्रै आयो र अलिअलि काम गरेर मात्रै आएको हो, तर फुल प्रोफेसर भएर आउनुभएको महेन्द्र लावती, डाक्टर प्रोफेसर महेन्द्र लावती। उहाँको पुस्तकहरू पढेर म एकदमै प्रभावित भएको थिएँ। म अक्सफोर्ड युनिभर्सिटी जाने बित्तिकै डाक्टर डेभिड गल्नरले यो पुस्तक पढ्नु भन्ने क्रममा 2-3वटा त महेन्द्र लावतीको किताब थियो। नेपालको एथनिक मुभमेन्टको बारेमा, पहिचानको सङ्घर्षबारे यति लेख्नु भएको छ। हि इज अ वर्ल्ड क्लास स्कलर, त्यसमा कुनै ऊ नै छैन क्या, शङ्कै छैन। उहाँको अगुवाईमा पहिचानवादी मोर्चा, उहाँ पनि फर्किनु भयो देश अन्ततः हो। त्यो मोर्चामा चाहिँ म केन्द्रीय समिति एकदमै सिनियर लेभलमै थिएँ।
भलै त्यहाँ छुट्याएको थिएन तर म पदाधिकारी लेभलमा थिएँ। अनि त्यो चाहिँ अहिले चाहिँ अब पार्टीमा के मिलेन, कोही कुन पार्टीमा गयो को पार्टीमा गएर अलि तितरबितर भएको छ। भनेपछि पहिचानको मुद्दा बेचेर माटोमा आउनुभयो तपाईँ? मुद्दा बेचे होइन, हामी के माटो चाहिँ पहिचानको पक्षमा छैन र। कुरा के छ भने यो फेरि राजनीतिक टक गरे होइन, मैले नेताको बढाइ चढाइ गरे होइन। अरू चाहिँ पहिचान भने लड्नुसम्म लडे, गर्न त केही गरेनन्। र जातीय पहिचान सहितको राज्य पनि निर्माण गर्न सकेन नि त, सकेन। कोसी भने कति लड्यो, अहिले त्यो त्यही मुभमेन्ट पनि सेलायो होला। तर हर्क साम्पाङ चाहिँ कस्तो भने अब के अरे नभनी पहिचानको नाम त्यति नलिइकन नै पहिचानकै काम गर्ने कि त्यस्तो के अरे हाम्रो त्यो पारुहाङहरूको मन्दिर बनाउने त्यो पहिचानको कुरा होइन। त्यो सोमनिमा पारुहाङको त्यत्रो ठुलो धरोहर बनाउनु पहिचानवादी काम हो कि होइन? त्यसरी पहिचानकै पछि हो नि हामी होइन। तर पहिलाको पहिचान चाहिँ सतै थियो होइन। अब तमुवान भन्ने, लिम्बुवान भन्ने, के वान भन्ने नाम मात्रैको थियो क्या खास भन्ने सङ्घर्ष। अब तर हर्कजीले चाहिँ कामबाटै सुरु गर्नुभएको छ, सत्तामा पुग्नुभयो, स्रोत साधन जुट्यो भने त त्यस्तै काम त हामी देशभरि गर्नेछौँ नि। जुन जति पनि हाम्रा जनजाति भनिएका जनजाति समुदायहरूको धर्म संस्कार संस्कृति रीतिथिति मास्ने काम भएको छ, त्यसलाई संरक्षण गर्ने काममा चाहिँ हाम्रो पार्टी चाहिँ प्रतिबद्ध छ। अब तपाईँलाई त 101 पार्टीमा स्थान थियो नै राम्रै होइन? श्रम संस्कृति पार्टीमा कसरी कहाँबाट जोडिनु भयो तपाईँ? श्रम संस्कृति पार्टीमा चाहिँ पहिला चाहिँ मेरो साथी आर्यन राई, उहाँ जोइन भएपछि ल है साथी आउनु पर्यो हामी। अब किनभने हजुर हुन्छ कि अब हाम्रो चिन्जान राम्रो चिन्जान र कमसेकम पनि मलाई पनि थाहा भएको उहाँको बारेमा र उहाँलाई पनि थाहा भएको मेरो बारेमा के भने उहाँले मलाई के रूपमा चिन्नुहुन्थ्यो भने यो चाहिँ इनोसेन्ट मान्छे हो, यसले गैर कानुनी धन्दा गर्दैन। उहाँले देख्नु भएको थियो म बाँचे खानालाई सानो क्याफे खोलेको नचलेको के सबै देख्नु भएको थियो कि त्यो आन्दोलन गर्ने क्रम अब के अरे आफ्नो अभियान चलाउने क्रममा। त्यसरी यो अनैतिक छैन भन्ने सबै बुझ्नु भएको थियो। त्यसरी आऊ भन्दै हुनुहुन्थ्यो। अनि एक दिन चाहिँ हर्क साम्पाङ सरकै फोन आयो, उहाँले धेरै लामो कुरा गर्नुहुन्न। अनि केही सेन्टेन्समा ल अब तिमी पनि समतामूलक समाज खोजेको तिमीले पनि मैले पनि खोजेको थिएँ, किन छुट्टै लड्ने, मिलेर लडौँ भन्नुभयो। द्याट्स इट, त्यति। अनि कतिले चाहिँ भन्छन् अनि तत्कालै फेरि अब नेपालमा चाहिँ पद ठुलो हुँदो रहेछ, तँलाई कुन पद दियो है भन्न थालेँ। अनि म त के को पद, न मैले पद मागेँ न उहाँले पदको कुनै आश्वासन दिनुभयो, मात्रै आऊ भन्नुभयो। त्यसकै भोलिपल्टबाट म पार्टीको प्रचारमा हिँडिहालेँ, सुरु गरिहालेँ। त्यसरी चाहिँ जोइन भएको हो। महत्त्वाकांक्षा ठुलो राखेर हिँड्नु भएन? होइन राखिनँ। मलाई उपाध्यक्ष बनाउने सोच छ भन्ने मलाई थाहा थिएन। यो यहाँ जुन के अरे सिफल चौरमा ठुलो भेला गरियो, त्यसको भोलिपल्ट उहाँहरूको केन्द्रीय समिति बैठक बस्यो। त्यसको अन्तिमतिर मलाई बोलाएर मात्रै ल हामीले तिमीलाई नियुक्ति गरेका छौँ भन्नुभयो। त्योभन्दा अगाडि नेगोसिएसन पनि भएको होइन, मलाई थाहा पनि थिएन। पदाधिकारीसँग ल्याउनुहुन्छ कि कतै भन्ने त लागेको थियो। तपाईँलाई सरप्राइज नै? सरप्राइज हो। त्यहाँ गएपछि मलाई फोनमा बोलाउनु भयो, ल आइहाल। म पढाइरहेको थिएँ, एउटा सानो ल्याङ्ग्वेज सेन्टर छ मेरो त्यहाँ बागबजारमा, पढाइरहेको थिएँ। अनि ल आउनु पऱ्यो यता भन्नुभयो। राजन राईले फोन गर्नुभयो, किन र सर भनेको, ल तपाईँले एउटा केन्द्रमा राख्ने भनेको तपाईँ नै हुनु पऱ्यो नि त, अनुमति लिनु पऱ्यो भन्नुभयो। के पदाधिकारी मलाई थाहा थिएन क्या। उहाँ गएपछि तपाईँलाई उपाध्यक्ष छानिएको छ, ठिक छ भने मलाई विश्वास गर्नुहुन्छ भने ठिक छ भने लाग्यो। त्यसरी भएको त्यो 2 हप्ता जति भयो। त्यही हो। पहिचानको मुद्दाहरू त प्रचण्डहरूले पनि उठाएको थियो कुनै बेला होइन? अनि चाहिँ एमालेमा, काङ्ग्रेसमा, इभन अहिले चाहिँ रवि लामिछानेको रासोपा लगायत अब तपाईँको उज्यालो नेपालहरूमा पनि जान सक्नुहुन्थ्यो तपाईँ। अब सत्ता र शक्ति नै खोजे त जान सकिन्थ्यो, तर मैले त्यो खोजेको थिएन, मलाई इन्ट्रेस्ट थिएन क्या। र मलाई इलेक्टोरल पोलिटिक्समा जोइन हुन मन लागेको चाहिँ जेएनजीको मुभमेन्ट पछि हो। पहिला चाहिँ मलाई के लाग्थ्यो भने दलितले एउटा छुट्टै धक्का नदिएसम्म होइन, निकै राम्रो चोट नपरेसँग हाम्रो मुद्दा सुन्दैन भन्ने मलाई लागेको थियो। तर जेएनजीले त धक्का दिइहाल्यो, त्यो तरलता आयो। तरलता आएपछि ओहो अब त दलित जनजाति पनि सत्तामा पुग्ने परिस्थिति आयो क्यारे भन्ने लाग्यो। त्यसमा यसो सोचेँ विकल्पहरू छन्। भालेन साथी एउटा, उनी दुलाबाट निस्किने भए। कुलमान छन् अर्का, उनी पनि उनको कामको ब्रान्डलाई लिएर पार्टी त खोलियो।
तर त्यो उज्यालोमा उनी आफै भेटिन्नन्। यस्तो यस्तो भयो क्या, उनी सरकारमा बसिरहे भनेपछि निडर। फेरि यो पनि भन्नै पर्ने हुन्छ, कुलमान सरप्रति मेरो सम्मान छ, उहाँ जनजातिको छोरो हो, तामाङको छोरो हो, शासक बनिदिए राम्रै कुरा हुन्छ। र महेन्द्र लिम्बू सरहरू पनि सबै त्यतै जानुभएको छ होइन। तर उहाँको पनि एउटा गतिलो भाषण मैले सुन्ने छैन अहिलेसम्म। उहाँको विचार भिजन के छ कुलमान सरको पहिचान बारेमा के छ, छुवाछुत मेटाउने उहाँको मन्त्र के छ, तपाईँले नि मिल्छ भने यसरी इन्टरभ्यू गरेर सोधिदिनुहोस् न। छुवाछुत मेटाउन तिमीलाई इन्ट्रेस्ट छ कि छैन, छ भने के छ, मित्रले सोधेको थियो भनेर सोधिदिनुहोस् होइन। मैले त्यो बोलेर सुनेको थिएन कि। उहाँ काम गर्ने त असल राम्रो हो, राम्रो इन्जिनियर हो, अहिले पनि सरकारमा राम्रै गर्नुभएको छ, त्यति धेरै राम्रो त होइन, ठिक ठिक एभरेज पर्फर्मेन्स अरू मन्त्रीभन्दा राम्रो गर्नुभएको छ। हाम्रै मन्त्री मदन परियार त्यहाँ छन् र पनि चुइँको बोल्दैनन्, काम गरे नि हामीले केही थाहा पाएको छैन। अब आफ्नो थरको भनेर बचाउ गर्नु हुँदैन। छुवाछुत मुक्तिको लागि उनले त केही त गर्न सक्थ्यो होला, केही पनि गरेका छैनन्। र यी खै त कुलमान सरहरूले पनि इन्ट्रेस्ट देखाएको देख्दिनँ र बोलेको पनि देख्दिनँ क्या, पहिला पनि बोलेको देखिनँ कि। त्यसो हुनाले म उहाँसँग नि आश्वस्त हुन सकिनँ। तर हर्कजीले अब हर्क साम्पाङजीले आफै बोलाउनु हो र उहाँलाई यो कुरा नि थाहा थियो मेरो म के विषयमा बोल्छु, धर्म संस्कारमा सुधार हुनुपर्छ, धर्म कुरालाई छुनै हुन्न भन्नु हुँदैन भन्ने हिँडे मान्छे। अनि त्यसपछि उहाँले बोलाएपछि त जाने कुरो भयो। अनि उहाँले नबोलाउनु भएको नि आउनुहुन्थेन सायद, खोइ थाहा थिएन आउँथ्यो कि आउँथेन, तर मलाई इन्ट्रेस्ट चाहिँ बढ्दै गएको थियो र त्योभन्दा अगाडि नै विकल्प हर्क साम्पाङ देखिनु भएको छ चाहिँ मैले भनेको थिएँ स्वतन्त्र विचारकको हिसाबले। तपाईँले कुनै बेला भन्नु पनि भएको थियो औपचारिक रूपमै म चाहिँ पार्टीमै प्रवेश गरेर चाहिँ राजनीति गर्दिनँ भन्ने टाइपको पनि कुरा आएको थियो। हो, पार्टीमा प्रवेश गर्दिनँ, गरेँ भने हर्क साम्पाङमा जान्छु भन्दै आएको थियो क्या पछिल्लो समय त्यसरी आउनु। अब खगेन्द्र सुनवारहरू पनि आए जेन्जी आन्दोलनपछि होइन, उहाँहरूले पनि तपाईँहरूकै मुद्दा उठाउनु भएको छ होइन, आदिवासीकै जनजातिकै दलितकै मुद्दाहरू उठाएर आउनु भएको छ। उहाँसँग पनि त सहकार्य हुन सक्थ्यो होला नि तपाईँ? सहकार्य खोइ किन हुन सक्यो, नेगोसिएसन राम्रो भएन। उहाँले पार्टी बनाएपछि मलाई कहिले एप्रोच पनि गर्नु भएन खासै। त्यही माथि पनि अब फेरि उहाँ पनि त उहाँको पनि अलि अनैतिक गतिविधिहरू देखा पर्यो, छताछुल्लो भयो जब उहाँ मन्त्री बन्न खोज्दै हुनुहुन्थ्यो होइन, त्यो पनि भयो। र त्योभन्दा नि महत्त्वपूर्ण के लाग्छ भने यो एकदमै जातिवादी समाज हो यो देश। र खगेन्द्रजी मात्र होइन, मैले पनि यो कथित दलित अछुत बनाउँदाहरूले पार्टी खोलेर अहिले चल्ने समाज बनिसकेको छैन हाम्रो अगुवाईमा, खासै अहिले स्वीकार्दैन। किनभने पहिलाभन्दा त धेरै परिवर्तन त भएको छ, तर हत्तपत्त स्वीकार्न गाह्रो छ। किन हाम्रो अरूलाई मैले दोष दिएन, हाम्रै मान्छेले पनि ल म त ठेट शब्द प्रयोग गर्न चाहन्छु होइन, कामीलाई कामीले विश्वास गर्दैन, दमाईलाई दमाईले विश्वास गर्दैन क्या। त्यो किनभने लामो यो चाहिँ कथित उपल्लो जातको शासन सत्ताले गर्दाखेरि हाम्रो आत्मसम्मान आत्मविश्वास पुरै ढालिदिएको छ, किचिमिची पारिदिएको, धुलो पिठो पारिदिएको छ। त्यो हुनाले एउटा परिवारले मित्र परिवारलाई नेता ठान्नै मुस्किल। आई थिङ्क एक हदसम्म त्यो समस्या जनजातिमा छ, राईले नगर्ने त्यो कुरा हिजोसम्म सँगै हिँडेको त्यो केटो भने त नि, तर ब्राह्मण आयो भने हो क्या हो त हुने होइन, त्यो रोग छ अरूमा नि होला, हाम्रोमा अलिक बढी छ। त्यसो हुनाले अहिले हाम्रो अगुवाईमा खोलेको पार्टीले काम लाग्दैन, त्यही भएर मैले खगेन्द्रजीको पार्टीमा चाहिँ त्यति एप्रोच गरिनँ। भनेपछि अब तपाईँको पार्टीले दलितको मुद्दालाई कसरी सम्बोधन गर्छ? दलितको मुद्दा एकदम सम्बोधन गर्छ। हामी फेरि उही हो, बोल्ने कम गर्ने बढी। र एउटा कुरामा मलाई के भरोसा लाग्छ भने हर्क साम्पाङ विश्वासिलो हुनुहुन्छ, इमान्दार हुनुहुन्छ, समतामूलक समाज उहाँले पनि चाहनुहुन्छ। भलै उहाँले त्यसबारेमा यसरी के अरे भट्टाउँदै हिँड्नु भएको छैन, तर उहाँले गर्नुहुन्छ र उहाँले मलाई हामी सत्तामा पुग्यो भने मेरो भिजन अन्तर्गत उहाँले चल्न दिनुहुन्छ। हो, ओभरअल पार्टीको नीति अन्तर्गत त चल्नु पर्यो, त्योभन्दा बाहिर जानु भएन, तर उहाँले गर्न दिनुहुन्छ। र हाम्रो पार्टीले चाहिँ के गर्छ त भन्दा म सत्तामा पुग्न सकेँ भने हाम्रो पार्टीले चाहिँ एउटा समिति बनाउँछ। म पहिलो हप्ता म मन्त्री बन्यो भने पहिलो हप्तामा नै म चाहिँ धार्मिक गुरुहरूको सम्मेलन गर्छु। त्यसमा किराँत धर्मका पनि होइन, अब बौद्धिस्टहरू पनि, क्रिस्चियन पास्टर पनि, सबै र मूलभूत रूपमा चाहिँ हिन्दू। र यो हुन्छ नि यो पञ्चाङ्ग निर्णायक समितिहरू
हिन्दू शासनका अथवा हिन्दू सत्ताका मुख्य नायकीहरू तिनीहरूलाई बोलाएर ल भन्नुहोस् यो धर्मसँग रिलेटेड संस्कार संस्कृतिसँग रिलेटेड छुवाछुतलाई कसरी मेटाउन सक्छ कि सक्दैन, सक्छ भने कसरी सक्छ। किनभने यसको धार्मिक नीति लिएर छुवाछुतलाई संस्थागत बनाएको त राज्यले हो। अब म राज्यमा भएँ, अब त्यो मेटाउने काम पनि त राज्यकै हुन्छ नि त। सर हामी गर्छौँ भन्ने र उहाँहरूको राय बमोजिम उहाँहरूलाई नै अगाडि बढाएर अनि राज्यले स्रोत साधन दिएर छुवाछुत मेटाउने अभियान चाहिँ हामी सुरु गर्छौँ। कसको अगुवाईमा? ब्राह्मण पण्डितहरू, पुजारीहरू, धर्मगुरुहरूकै अगुवाईमा। कसरी धर्म संस्कार सुधारलाई चाहिँ धर्म संस्कार संस्कृति रीतिथिति परम्परालाई चाहिँ सुधार गर्न सकिन्छ र सती प्रथालाई अन्त्य गरे जस्तै छुवाछुत प्रथालाई नै अन्त्य गर्न सकिन्छ। त्यसतर्फ हामी तुरुन्तै काम थाल्नेछौँ। त्यही हुनाले पनि यदि साँच्चै तपाईँहरूलाई रूपान्तरण चाहिन्छ भने समग्र दलित समुदायका मानिसले र अरूले पनि हामीलाई सपोर्ट गर्नुपर्छ। किनभने छुवाछुत त दलितलाई मात्र हुने होइन, पानी नचल्ने हामीमाथि हो, तपाईँहरूमाथि नि भात चल्दैन होइन त। उस्तै परे 4 जाति गुरुङले 16 जाति गुरुङको छोरी मान्दैन, हरेक तहमा हालिदिएको छ नि त। यो जम्मै फुट विभाजन गरिदिएछ। के को आधारमा? शुद्ध र अशुद्ध छोइन्छ देवी देवता रिसाउँछ भन्ने डर देखाएर के हो। त्यो कुरा चाहिँ सुधार गर्ने हाम्रो प्रयत्न रहन्छ। निर्मूल गर्न सम्भव छ? निर्मूल भएर जिरोै पार हुन नसकेला, तर प्रयत्न त गर्न सकिन्छ नि त। अहिलेसम्म यी जति पनि पुराना नेताहरूले संविधान र कानुनमा चाहिँ प्रशस्तै ठुल्ठुला कुरा लेखिदिए। नेपाल छुवाछुत मुक्त देश अरे, तर संस्कार संस्कृति रीतिथितिको रूपमा निरन्तर समाजमा चलिरहेछ। त्यसलाई चाहिँ केही नगरे व्यवहारिक रूपमा अहिले पनि छ, कायमै छ। अनि अहिले फेरि हाम्रो दलित मुभमेन्टको पनि दोष के भयो भने व्यक्तिमाथि आक्रोश पोख्ने। त्यसले मलाई डेरा दिएन, लौ त यसलाई 2 दिन भने हिरासत लगाएर कोच्छु भन्ने आक्रोश हुने। फलानालाई मारे, लो। तर कुन सिद्धान्त कुन संस्कार बमोजिम त्यो विभेद भयो भनेर त्यतातिर ध्यान नदिने भइरहेछ नि त अहिलेसम्म होइन। त्यसरी हाम्रो आक्रोश त त्यो धार्मिक अन्धविश्वास विरुद्ध पो हुनु पऱ्यो त, व्यक्ति र जात विरुद्ध होइन नि। एउटा बाहुनले विभेद गर्यो भनेपछि त्यो बाहुन विरुद्ध पनि खनिने, त्यो समग्र बाहुन समुदायमाथि खनिने। तर कुन सिद्धान्तले उसले त्यो गर्यो भन्ने चाहिँ नबुझ्ने क्या, त्यो गलत भइरहेछ। हामी त्यसकारण हामी धार्मिक सांस्कृतिक विकृति विरुद्ध चाहिँ त्यसलाई हटाउन चाहिँ हाम्रै जीवनकालमा छुवाछुतलाई 90% हटाउनलाई चाहिँ हामी प्रयत्न गरेछौँ। अब जस्तो माटोको अहिले चर्चा परिचर्चा छ देशमा विदेशमा होइन। पूर्वबाट तपाईँहरू पश्चिमतर्फ पार्टी सङ्गठन विस्तार गर्दै अगाडि बढ्नु भएको छ। धेरैले जातीय पार्टीमा चाहिँ किन लागे होइन भन्ने कुराहरू आउँछ, तपाईँलाई दिन खडा भयो, आउँछ किन लाग्नुभयो? त्यो राईहरूको पार्टी भन्छ नि धेरैले। हो नि, राईहरूको पार्टी दमाईको पार्टी भयो होला नि त होइन। म आज दमाईहरूको पार्टी भयो होला, अर्को बिगर आयो भने कामीहरूको पार्टी हुन्छ होला, होइन त्यसो भन्ने हो नि त सर। अब माओवादी एमाले लगायतका पार्टी त बाहुनको पार्टी भयो, अनि काङ्ग्रेस चाहिँ छेत्रीको पार्टी भयो होइन। देउबा छेत्री हुन् नि त अहिलेसम्म त, पूर्णबहादुर खड्का नि छेत्री नै हो के अरे। त्यसरी भन्न मिल्छ र? त्यही आरोप लाग्छ। मिल्दैन। त्यो आरोप त के हो भने जातिवादी चस्माले हेर्दा थियो। अहिले तपाईँले कालो चस्मा लाउनु भएको छ नि, यो बाहिर नि अलिक कालो कालै देख्नु भएको। पहेँलो लाएर हेर्नुहोस्, पहेँलो देख्छ। तपाईँले जातिवादी चस्माले हेर्छ, जातिवादी देख्छ। त्यो जातिवादी पार्टी भयो भनेर कसले चाहिँ भन्छ भने यहाँ यस्तो अर्थोडक्स अति दक्षिणपन्थी सोच भएका मान्छेहरू धेरै छन् र उनीहरूले मनुस्मृतिको भनाइलाई पालना गर्छन्। मनुस्मृतिले के भन्छ भने कुनै पनि शूद्रलाई शासन सत्तामा जान नदेऊ, शूद्रले शासन गरेको देशमा अनिष्ट हुन्छ, राम्रो हुँदैन भन्ने छ। र यो पनि बुझ्नुहोस् कि शूद्र भन्ने बित्तिकै जनजाति पनि पर्छ होइन। हर्क राई पनि एउटा शूद्र हो भने तपाईँलाई थाहा छैन। यो हिन्दू क्याटेगोरीमा हामी चाहिँ अति शूद्र हो, जनजाति शूद्र हो, जो किन उहाँहरूको पनि जनै हुँदैन क्या। त्यस हुनाले एउटा राईले शासन गर्यो भने यो देश कस्तो होला भनेर त्यो अतिवादी हिन्दूवादी सोचले सोचेका मात्रै हुन्। वास्तवमा त्यो कसरी जातिवादी हुन्छ त? अब हामी देखाउँछौँ क्या। जस्तै अब हामी पश्चिम पुरै त्यो पूर्वबाट आएको हर्कवादको जुन वेग छ, छाल छ, त्यसले त महाकालसँग हिर्काएको छ। अस्ति भर्खर म बुटोल गएर आएँ, त्यहाँ पनि मान्छेमा ओहो यही हो क्या हो भन्ने चेत खुल्दै गएको छ। अब हामी गण्डकीमा उभार ल्याउँछौँ।
अब छिट्टै हामी चाहिँ हर्क सरलाई पोखरामा विशाल सभामा उपस्थित गराउँछौँ। अब पोखरामा भेला गरेर पोखरामा चाहिँ गण्डकीमा चाहिँ सङ्गठन बनाएपछि त्यो चाहिँ के हुन्छ, गुरुङ मगरको पार्टी हुन्छ त्यो। त्यसरी जात जातकोमा गएर सम्भव हुँदैन। अब माटोले चमत्कार गर्छ, अब गर्छ त, गर्नुहुन्छ तपाईँहरू? गर्छौँ। अब यही त अब चुनाव फागुनमै भयो अथवा जेठ वैशाख भइहाल्यो भने एकदमै ठुलो बहुमत ल्याउन हामीलाई गाह्रो होला, सङ्गठन बनाउनै भ्याएको छैन। तर सधैँ सधैँ बिस्तारै हामी सङ्गठन बनाएर विचारलाई अझ तिखारेर अझ परिष्कृत गरेर चाहिँ यहाँ मलाई लाग्छ यो पछि अर्को चुनावमा त बहुमतै हान्नेछौँ हामीले मजाले। रवि लामिछानेले भन्नुभएको थियो वैकल्पिक शक्तिहरू एक हुने भनेर भन्नुभएको छ उहाँले, मिल्ने सम्भावना छ कि छैन? रवि लामिछाने बल्ल 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 करोडौँ धरोटी तिरेर बाहिर निस्किनु भएको छ। निस्किनु नपाई केही एउटा सक्रियता त देखाउनु भएको छ। त्यसको अर्थ रविमाथि अभियोग लाग्यो भनेर राष्ट्रमा सबै खत्तम भन्नु मिल्दैन। त्यहाँ पनि जेहेनदार इमान्दार मान्छेहरू धेरै छन्। उहाँहरूसँग सहकारी चाहिँ हाम्रो हुनसक्छ। तर रविमय बन्ने दिन चाहिँ गए। रवि पनि कताकति माओवादी काङ्ग्रेस एमाले जस्तै पुरानो कित्तामा गइसक्यो। होइन, उहाँले भन्नुभएको छ भ्रष्टहरूलाई, दलाल माफियाहरूलाई हामी जेल कोचेरै सार्छौँ भनेर उहाँले प्रण गर्नुभएको छ। कसले कोच्ने? रविजीले आफै भर्खर जेनजीहरूलाई हामी चाहिँ नि न्याय दिन्छौँ भनेर उहाँ लाग्नु भएको छ। जेनजीलाई न्याय दिनलाई जेनजीले नै गल्ती गरिसक्यो। अब न्याय पाउँदैन। जेनजीकै कमजोरीले जेनजीमाथि न्याय हुन नसकेको हो। किन? हर्क साम्पाङलाई तपाईँले प्रधानमन्त्री पनि दिनु भएन, गृहमन्त्रीसम्म दिनु भएन। म ठोकुवाको साथ भन्छु, गृहमन्त्री हर्क साम्पाङ भएको भए केपी ओली र रमेश लेखक यतिखेर हिरासतमा हुन्थे। मैले दावा हो भने साँच्चै हो। उहाँको जुन कसैले ढिठ भन्छन्, घमण्डी भन्छन्, घमण्ड होइन क्या, आँट छ क्या तिनको। जेसुकै होस्, काङ्ग्रेस एमाले जति बौलाउन् सडकमा, तर जिम्मा त नैतिक त तिनको जिम्मा हो नि त। अनि अपराधिक हो कि होइन भने त इन्भेस्टिगेसन हुन्थ्यो। र कति सजिलो थियो भन्नुहोस् न तपाईँको चाहिँ यिनीहरू सैनिक हिरासतमा थिए। सुरक्षाको लागि भने त्यो सैनिक हिरासतमै हो। अब मोबाइलै खोजेर आएको थियो हो कि होइन? सैनिक हिरासतबाट प्रहरी हिरासतमा सार्न त गाह्रो हुन्थेन नि त। त्यो काम एउटैले मात्र गर्न सक्थ्यो, जनजातिको छोरा हर्क राईले गर्थे क्या, ग्यारेन्टी। तर जेनजीहरूले अब उहाँलाई पत्याएन र ठाउँ। अब उहाँलाई के कारवाही हुन सम्भावना छैन? अब छैन, पक्राउ गर्न सक्दैन यो सरकारले? अब सक्दैन कुनै हालतमा। यो केपी ओलीलाई छोएर हेर्नुभयो भने यिनीहरूले उधुम मचाउँछन्। तपाईँले भन्नुभएको छ यिनलाई उम्किन दिनुभयो, देश ठप्प बनाउँछ भनेर भन्नुभएको छ। बनाउँछन् पनि होला, किनभने त्यो बेलामा त जतिखेर उहाँ सैनिक हिरासतमा हुनुहुन्थ्यो एमालेका मान्छे त जम्मै लुकेर हिँडेको थिए। एउटा महेश बस्नेत अलि हिम्मत निकालेर बोलेको थियो। सबै दुला लुकेको थिए नि त। मनोबल पुरै ध्वस्त भएको थियो क्या। अहिले पनि एकदमै छ, शिथिल छ। तर यिनीहरू त हेर्नुहोस् त, अधिवेशन गरिकन त्यही बुढालाई फेरि फर्काएर फेरि बिस्तार जाग्दैछन्। जाग्न दियो कसले? सरकारले दियो। सरकार कस्तो आइदियो? एउटा बुढालाई फालेर अर्को बुढीमा उल्याएर। पुरानै सत्ताको खेलाडी होइन, पूर्व न्यायाधीश, पूर्व प्रधान न्यायाधीश पुरानै सत्ताको खेलाडी हो। इभन कुलमान पनि पुरानै सत्ताको कर्मचारी हो। अब ओम अर्यालमा पनि हिम्मत र तागत त रहेनछ। कहाँ ढोका त जेनजीलाई? आफैले गर्दा आफैले धोका भयो भने त्यस्तो सरकार बनाएपछि कहाँबाट पाउनुहुन्छ त न्याय? सक्ने मान्छेले दिनु पर्थ्यो भने क्या। आँट हिम्मत भएको मान्छेले जे बोल्छ त्यो गर्ने मान्छेलाई ल्याएको भए न्याय हुन्थ्यो। अनि तपाईँ भनौँ न, तपाईँले घरमा सुरक्षा तपाईँको धन सम्पत्तिको सुरक्षाको लागि चोरलाई नै गार्ड राख्नु भने के हुन्छ? कहाँबाट सुरक्षित हुन्छ त? त्यस्तै स्थिति अहिले बनेको छ। मलाई लाग्छ जेनजी भाइ बहिनीले यो कुरा बुझिसके, तर ढिलो भइसक्यो। अब तपाईँहरू जस्तो हर्क साम्पाङलाई तपाईँको अध्यक्षज्यूलाई चाहिँ प्रधानमन्त्री गृहमन्त्री बनाएन भनेर अहिलेसम्म प्रतिशोधको राजनीति सुरु गर्नुभयो तपाईँहरूले? त्यस्तो हामीले प्रतिशोधको राजनीति भनेर पुरै सडकमा उफ्रेका त छैनौँ। यो प्रतिशोध पनि भन्नु मिल्दैन। तर होइन, त्यो आरोप लाउँछ नि त जेनजी आन्दोलनलाई। बाहिरको विरोध त्यही कारणले गर्नुभयो, कुलमानको कारण त्यही विरोध गर्नुभयो भन्ने कुरा छ। होइन, विरोध त गर्ने। अब एउटा त हाम्रो प्रतिस्पर्धी जस्तो ठानेर नि विरोध भएको होला होइन। तर मूलभूत रूपमा के हो भने तपाईँ आफै पनि तपाईँ कुनै पार्टीको मान्छे नभए नि ठन्डा दिमागले सोच्नुहोस् न। कुलमान सर मैले अहिले अनुरोध गरेँ नि त, उज्यालो पार्टी भनेर उनको ब्रान्डमा खोल्छन्। त्यो उज्यालोमा उनीहरूलाई भेटिँदैन भने के भन्नुहुन्छ त? त्यो
अनि बालेनको त अब के कुरा बालेनको त अब कुरा नगरे नि भयो नि दुलाको दुलैमा भित्रै सकिए निस्किएनन् होइन उहाँ त सरकारमा हुनुहुन्छ नि त कुलमानजी त कुलमानजी हो कुलमानजी हुनुहुन्छ त नि कुलमान चाहिँ सत्ताको स्वादमा बसिरहने रमाइलो त्यो उज्यालोमा उनी प्रस्तुत नहुने आफ्नो ब्रान्डमा पार्टी खोल्ने आफै नेतृत्व नगर्ने के मेम्बर पनि छैनन् अहिले तिनलाई कसरी विश्वास गर्ने भयो एउटा कुरा र बालेन शाह चाहिँ नि अब दुलाबाट कहिले ननिस्किने भए उनी को हुन् चिन्नै पाइएन तपाईँको पार्टीमा पनि त अध्यक्षज्यूले चाहिँ अहिले धरानको महानगरको चाहिँ मेयर हुनुहुन्छ फेरि यता पार्टीको अध्यक्ष हुन्छ अनि मेयरबाट कहिले राजीनामा दिनु हो हामी अनैतिक छैन पहिलाको सरकारले जस्तो मन्त्री प्रधानमन्त्री छ सरकारी हेलिकप्टर चढेर चुनावी प्रचारमा हामी हिँड्दैनौँ त्यसकारण जनतालाई त मर्का परेछ नि त अहिले विभिन्न कार्यक्रममा हिँड्दाखेरि जनताको कामकाज रोकिएको छ राजीनामा मागिरहेछ धरान जनताले भन्ने कुराहरू जनसम्पर्क अलिक कम भयो होला तर काम निरन्तर भइरहेछ उनको निर्देशन चलिरहेछ एनी टाइम एक्सेसिबल हुनुहुन्छ मेयरको अफिसबाट र उहाँले जुन दिन चाहिँ चुनाव लड्ने घोषणा गर्नुहुन्छ त्यो दिन यता पनि राजीनामा दिनुहुन्छ चाँडै दिनुहुन्छ त्यसमा दिनुहुन्छ अब अहिले तपाईँको राजनीतिक यात्रा सुरु गर्नुभएको छ होइन औपचारिक रूपमै यो राजनीतिक यात्रा कहाँसम्म जाला मेरो आफ्नो त्यसमा खासै चिन्ता भएन हजुर किनभने लाइफमा केही कुरा नि ग्यारेन्टी हुँदैन गाडी चढेपछि त्यो गाडी चढेर घर पुगिन्छ पुग्दैन त्यो कुनै ग्यारेन्टी हुँदैन नि त्यसरी म सफलै हुन्छु म प्रधानमन्त्री हुन्छु भनेर आशा लिनु त स्वाभाविकै हो होइन तर त्यसैको लागि मात्रै मर्यो हत्या गर्न नलागेको हुनाले के अरे पार्टीलाई सत्तामा पुर्याएर आफू गए पनि नगए पनि थोरै मात्रै भए पनि उत्पीडित जनको लागि र देश विकासको लागि देशभक्तिका लागि समृद्धिका लागि शान्तिको लागि र जातीय समानताको लागि थोरै मात्रै कन्ट्रिब्युट गर्न सक्यो भने म सफल ठान्छु आफूलाई अब अन्तिममा छौँ हजुर यहाँले महत्त्वपूर्ण समय दिनुभयो जानकारी दिनुभयो यहाँलाई धेरै धेरै धन्यवाद मैले सोध्न छुट्याएको तपाईँले भन्न मन लागेको त्यस्तो केही छ तपाईँको फ्यान शुभचिन्तकलाई माटो प्रेमी राष्ट्रप्रेमी सारा नेपाली जनतालाई अब म के भन्न चाहन्छु भने आम दर्शकलाई चाहिँ पहिला चाहिँ एकपटक एउटा राईको छोरालाई एउटा जनजातिको छोरालाई अवसर दिनुहोस् सत्तामा पुर्याइदिनुहोस् र उहाँले भने जस्तै म पनि भन्छु हामीलाई सत्तामा पुर्याउनुहोस् पावर दिनुहोस् फुल अथोरिटी क्या कसैको चाहिँ इन्टरफेयर नहुने गरी त्यो दिनुभयो भने हामी 5 वर्षमा त केही न केही उल्लेख्य काम छलाङ मारेर देखाइदिन्छौँ राष्ट्रभक्तिका दृष्टिले राष्ट्र निर्माणका दृष्टिले 1 अरबको बजेटमा 5 अरबको काम गर्ने दृष्टिले र समाज पनि सफा गर्ने दृष्टिले धर्म संस्कार संस्कृतिमा भएको विकृतिलाई हटाउँदै छुवाछुत कम गर्ने जातीय सद्भावलाई मजबुत पार्ने कसैले पनि कसैलाई नथुक्ने जातको आधारमा भित्र आउनुहुन्छ हुँदैन छोरी दिनुहुन्छ हुँदैन भन्ने चाहिँ भनाइ चाहिँ नि गलत हो भन्ने कुरा बाहुनहरूकै मुखबाट क्या पण्डित पुरोहितकै मुखबाट गराएर यो चाहिँ छुवाछुतको जुन एकदमै कालो दाग छ हाम्रो नेपाली समाजमा जुन विदेशमा नि फैलिएको छ मैले सुरुमा भने त्यो मेटाउन हाम्रो भरमग्दुर प्रयत्न हुन्छ हामीले छुमन्तर गर्न सक्दैनौँ 5 वर्षमा सिङ्गापुर बनाइहाल्न त सक्दैनौँ तर विकासको सही ट्र्याकमा समाजको चाहिँ सुधारको सही ट्र्याकमा हामी लग्नेछौँ हामीलाई विश्वास गर्नुहोस् र हामीलाई अहिलेलाई चाहिँ माफ के कुरा दिनुहोस् भने हाम्रो कतिपय पारा नपुग्न सक्छ हामी नयाँ मान्छे हो राजनीति सिक्दैछौँ कल्चर सिक्दैछौँ गर्दैछौँ हामीलाई माफ गर्दै साथ दिनुहोस् भन्ने अनुरोध गर्न चाहन्छु मेरो साहब अध्यक्षज्यूकै उहाँले भन्नुभएको थियो 5 वर्षमा मैले चाहिँ नि केही गर्न सक्ने होइन देशै छोडेर जान्छु भने तपाईँ पनि सती जाने हो कि उहाँसँगै म सती जाने भन्दा पनि मैले पनि ल मानिलिउँ 5 वर्षमा फुल मन्त्री हुन पाएँ र त्यो बेला पनि मैले दलितको सवालमा जनजातिको पहिचानको सवालमा भनौँ न मेरो एक्सपर्टिज त यता हो नि त म सोसियोलोजिस्ट हो नि त म इन्जिनियरहरू होइन अनि राष्ट्र निर्माणमा फेरि अर्को आउला त्यसमा मैले केही गरिनँ भने त म पनि पासपोर्टै त्याग्न तयारै हो म बरु छोरासँग गएर अस्ट्रेलियातिर आएर भाडा बाँधेर खान्छु बरु होइन तर हामीले त मैले डे 1बाट नयाँ घाम सुरु हुन्छ र नयाँ घाम सुरु हुन्छ जसरी पूर्वबाट घाम उदाउँछ नि हर्कबादको घाम पनि उदाएछ मैले थाहा पाएँ कि त्यसले त उहाँ महाकालीसम्म पनि प्रभाव पारेको छ त्यसलाई हामी सङ्गठित बनाउने कोसिसमा छौँ सबैले साथ दिनु होला त्यही नै अनुरोध छ हस् थ्याङ्क यू सो मच धेरै धेरै धन्यवाद महत्त्वपूर्ण समयको लागि।